ल हेर त यो रिएक्सनमा हामीले डेलिएनजी कति निकालेका छौँ 2 निकालेको छौँ हो सो यसलाई चाहिँ अप्सन नम्बर सी ले फेभर गर्छ अनि हामीले सोलिड अथवा लिक्विड भन्नाले ग्यासेस फेज भन्दा अरू फेजमा भएको हामीले के गर्छौँ प्रोडक्ट होस् चाहे रिएक्टेन्ट होस् त्यसलाई चाहिँ हामीले मोलर कन्सन्ट्रेसन कति दिन्छौँ 1 दिन्छौँ किनकि यसको पावर 0 हुन्छ क्या है अनि यसलाई हटाउँदाखेरि के भन्छ H2O पावर 2 भन्छ है सो हेर त एउटा यो भनेको तिम्रो अप्सन नम्बर ए मा छ यो भनेको तिम्रो अप्सन नम्बर बी मा छ हैन यो भनेको अप्सन नम्बर ए मा यो बी मा छ यो तिम्रो ए मा छ अनि यो सी मा छ है सो अल अफ द एबभ हुन्छ है त है त र सो के हुने भयो तिम्रो हुने भयो यहाँ अल अफ दिस हुने भयो है ल हेर क्वेशन नम्बर 76 मा हेर के भन्छ भन्दाखेरि क्वेशन नम्बर 76 मा इफ द इक्विलिब्रियम कन्स्ट्यान्ट फर द रिएक्सन 2AB ले चाहिँ के बनाएको छ अरे भन्दाखेरि हेर त एउटा 2AB भन्ने के छ दिस इज द रिएक्टेन्ट एन्ड दिस इज अ के रिएक्सन्स सो हेर त A2 प्लस B2 बनाएको छ अरे जसको इक्विलिब्रियम कन्स्ट्यान्ट के भन्ने कुरा कति छ अरे हेर त इज इक्वल टु 49 छ अरे हो हामीलाई के थाहा छ यदि जस्तो हेर अब यहाँ अर्को एउटा दिएको छ व्हाट इज द भ्यालु अफ कन्स्ट्यान्ट फर द AB इक्विलिब्रियम कन्स्ट्यान्ट फर द AB जहाँ चाहिँ हाफ मोल अफ A2 र हाफ मोल अफ B2 हुँदाखेरि इक्विलिब्रियम कन्स्ट्यान्ट कति हुन्छ भनेको छ है हेर त अर्को रिएक्सन के छ AB लेखिएको दिएको छ हाफ अफ A दिएको छ र हाफ अफ B दिएको छ हो अब यता हेर यो चीजहरु यो कन्डिसन्स माथिमा के गर्दाखेरि आउँछ यसलाई डिभाइड बाइ 2 गर्दाखेरि हेर त डिभाइड बाइ 2 सो 1/2 गर त सो कति भन्दाखेरि तिम्रो यो बन्छ अनि हामीलाई के थाहा छ भन्दाखेरि इक्विलिब्रियम कन्स्ट्यान्टमा k डैश इज इक्वल टु यसलाई हामीले n मान्यौ भनेपछि इक्विलिब्रियम कन्स्ट्यान्ट चाहिँ कसरी डिफर हुन्छ भन्दाखेरि k डैश इज इक्वल टु k इनिशियलमा यो k इनिशियल मान यसलाई चाहिँ k इनिशियल मान फर्स्ट को है अनि यो k डैश मान है ल ki को पावरमा n हुन्छ ल यता हेर त यो n भनेको तिम्रो के n भनेको के गर्छौ n भनेको के भयो तिम्रो 1/2 छ हो यो बेलामा हेर त अगाडिको इनिशियल रिएक्सनलाई 1/2 ले यो इक्वेसन के यो इक्वेसनमा हामीलाई इक्वेसन 1 छ अनि 1/2 भन्नलाई के भनेछ इक्वेसन i लाई के 1/2 ले मल्टिपल गरेको छ अनि बल्ल नै यो बन्छ नि त है योबाट यो बन्नियो सो दिस इज के तिम्रो n है जतिले मल्टिपल गर्छौ पावरमा आएर बस्दिन्छ है इनिशियल इक्विलिब्रियम कन्स्ट्यान्टमा ल हेर ki भनेको इनिशियल पहिला कति थियो 49 थियो कतिले मल्टिपल गरेको छ 1/2 भनेको यो अन्डर रुट हो सो हेर यसको आन्सर कति आउने भयो 7 हुने भयो है त ल त हेर 7 कता छ कुन अप्सनमा छ अप्सन नम्बर सी है ल अब यता हेर 77 मा हेर के भनेको छ when aniline is heated with benzaldehyde the product is भनेको छ है ल यता हेर यो तिम्रो बेन्जल्डिहाइड हो योसँग के गराएको छ अरे एनिलिनलाई रिएक्सन गराएको छ है इन्डुटामा रिएक्सन गराएको छ हो हिट गरिएको छ देन व्हाट विल बी द प्रोडक्ट भनेछ यो हुँदाखेरि के हुन्छ भन्दा तिम्रो यहाँबाट तिम्रो यो भनेको तिम्रो के हो भन्दाखेरि यो कन्डेन्सेसन रिएक्सन्सको एक्जाम्पल हो है तिम्रो यहाँबाट के हुन्छ भन्दाखेरि माइनस वाटर है वाटर निक्लिन्छ है बुझ्यौ यहाँबाट के हुन्छ वाटर बाहिर निक्लिन्छ ल हेर कसरी निक्लिन्छ भन्दाखेरि योको दुईटा हाइड्रोजन र यसको एउटा अक्सिजन मिलेर पख त यसको अक्सिजन र यसको दुईटा हाइड्रोजन मिलेर के भयो यो वाटर निक्लिन्छ र के बन्छ प्रोडक्ट हेर त CH डबल बोन्ड अफ NH हेर त CH एन्ड H हुने भएन हेर H हैन तिम्रो यस्तो हुने भयो है त बुझ्यौ सो यसलाई हामीले के भन्छौं स्किप बेस भन्छौं है र यो रिएक्सन भनेको कन्डेन्सेसन रिएक्सन भनेको तिम्रो यहाँ जुन छ नि यो एनिलिन मात्र नभएर तिम्रो एक्सेप्ट दिस 1 डिग्री अमाइन हुनु पर्यो
यो तिम्रो 1 डिग्री एरोमेटिक अमाइन हो, तिम्रो 1 डिग्री एलिफेटिक अमाइन दिएर यो बेन्जल डिहाइडसँग गरे पनि तिम्रो के हुन्छ, सेम तरिकाले कन्डेन्सेसन रिएक्सन प्रोसिड गर्छ र बन्ने भनेको तिम्रो के भन्छ, स्किप बेस नै बन्छ है। ल सो यसको एन्सर के हुने भयो भन्दाखेरि तिम्रो हेर स्किप बेस हुने भयो है त। ल हेर 78 मा हेर के भन्छ 78 मा, a first order reactions has the lifetime period of फर्स्ट अर्डर रिएक्सन हेज लाइफ टाइम पिरियड अफ कति छ अरे भन्दाखेरि हेर त फर्स्ट अर्डर रिएक्सन भनेको छ है, फर्स्ट अर्डर रिएक्सन भनेको छ हो, फर्स्ट अर्डर रिएक्सन भनेको छ जसको चाहिँ हाफ लाइफ हेर त टी हाफ भनेको छ अरे 69.3 सेकेन्ड छ अरे हो। हामीलाई के थाहा छ भन्दाखेरि एट 0.1 मोल पर लिटर यो भनेको तिम्रो मोलार कन्सन्ट्रेसन द रेट विल बी भनेको छ। यता हेर त, ल हेर हामीलाई के थाहा छ फर्स्ट अर्डर रिएक्सनमा टी हाफ इज इक्वल टु 0.693 बाई के भन्ने थाहा छ। अब हाफलाई पनि दिएको छ कति दिएको छ 69.3 दिएको छ इज इक्वल टु 0.693 बाई के। सो के भने तिम्रो कति हुने भयो हेर त 0.693 डिभाइड बाई 69.3। ल हेर त यसमा के हुने भयो यसको काट्दाखेरि 1 र 100 हुने भयो। सो 1/100 द्याट इज इक्वल टु 10 पावर -2 हुने भयो है, 10 - 2 पर सेकेन्ड हुने भयो है त। यता हेर हामीलाई के थाहा छ रेट इज इक्वल टु के टाइम्स अफ कन्सन्ट्रेसन अफ रिएक्टेन्ट। हेर त ए भन्ने कुरा कति दिएको छ हेर त रिएक्टेन्टको कन्सन्ट्रेसन, अनि फर्स्ट अर्डर भनेको कारणले यसको पावर 1। सो के भनेको कति दिएको छ 10 पावर -2 अनि कन्सन्ट्रेसन कति छ 0.1 भनेको त्यो भनेको 10 पावर -1। सो अल टुगेदर कति हुने भयो रेट अफ रिएक्सन द्याट इज 10 पावर -3 हुने भयो है। ल हेर त 10 पावर -3 पर सेकेन्ड हुने भयो। कहाँ छ हेर अप्सन नम्बर सीमा छ है। ल हेर 79 मा हेर अब के भन्छ 79 मा फाइन्ड आउट द पीएच अफ अ सोलुसन भनेको छ, पीएच निकाल्न भनेको छ है। पीएच इज इक्वल टु वाट भनेको छ जहाँ चाहिँ तिमीसँग के ओएच आयोन दिएको छ, कति दिएको छ भन्दाखेरि 2 टाइम्स 10 पावर -3 मोल्स भनेको छ हो। अनि हेर इन 2 लिटर सोलुसन भनेको छ। यहाँ हेर एकदम इम्पोर्टेन्ट कुराहरू है, यहाँ हेर है हामीले त्यहाँ यो हाइड्रोक्सिल आयोनको कन्सन्ट्रेसन 2 × 10 पावर -3 भनेको छौँ, तर के भनेको छ थाहा छ यहाँ हामीलाई के थाहा छ भन्दाखेरि 10 पावर मोल्स भनेको छ भन्नाले 2 × 10 पावर -3 हो मोल के हो मोल पर 2 लिटरमा रहेछ के, तर हामीलाई के चाहिन्छ मोल पर लिटर चाहिन्छ हो कन्सन्ट्रेसनको लागि। यसको लागि के गर्नु पर्यो 2 × 10 पावर -3 यो मोललाई 2 लिटर भनेको छ नि, यो 2 लिटर भनेको छ नि, अब यसलाई त 1 बनाउनु पर्यो। सो के गर्नुपर्छ भन्दाखेरि यो तिम्रो 2 लिटरमा, सो 1 लिटरमा कति होला भन्दाखेरि डिभाइडेड 2 गरेर द्याट इज 10 पावर -3 मोल आयो हो, 10 पावर -3 मोल्स आयो है। ल हेर अब हेर तिम्रो हाइड्रोक्सिल आयोन मोल पर लिटर त आयो, 1 लिटरमा कति रहेछ 10 पावर -3 मोल रहेछ। सो अब ओएच निकाल पियुएच निकाल हेर त पियुएच इज इक्वल टु के माइनस लग अफ हाइड्रोक्सिल आयोन। सो माइनस छ -10 पावर -3 छ हो। सो बाहिर आउँदा कति आउँछ तिम्रो 3 आउँछ, द्याट्स वाइ पिएच इज इक्वल टु कति आउँछ 14 - 3 गर्दाखेरि कति आयो तिम्रो 11 आयो है। सो कहाँ छ 11 हेर त पिएच इज 11 अप्सन नम्बर डीमा छ है त। ल हेर अब तिम्रो उ हेर 80 मा हेर 80 मा के भन्छ द स्पोन्टेनियस नेचर अफ द रिएक्सन इज इम्पोसिबल भनेछ भन्नाले इम्पोसिबल भन्नुको अर्थ के हेर त द स्पोन्टेनियस नेचर अफ रिएक्सन इज इम्पोसिबल भन्नुको अर्थ यसले के भन्न खोज्यो भन्दाखेरि हामीलाई नन स्पोन्टेनियस भन्न खोज्यो। अब इम्पोसिबल भने के पोसिबल छैन भन्नुको अर्थ के भन्नु उल्टो भन्न खोज्यो नन स्पोन्टेनियस रिएक्सन्स सिचुएसन हैन। हेर त हामीलाई के थाहा छ डेल जी इज इक्वल टु डेल एच माइनस टी डेल एस हुन्छ
हो। अनि हामीलाई के थाहा छ डेल जी नेगेटिभ भयो भने स्पोन्टेनस, डेल जी के पोजिटिभ भयो भने के नन स्पोन्टेनस हो। ल त हेर त अब नन स्पोन्टेनस हुने सिचुएसन भनेको छ है। हेर डेल एच त पोजिटिभ नै हुने भयो। यदि तिम्रो त्यहाँ तिम्रो चाहिँ के भनेको छ भन्दाखेरि यदि तिम्रो त्यहाँ डेल एच जुन इन्ट्रोपी चेन्ज छ नि, यदि इन्ट्रोपी चेन्ज पनि यो नेगेटिभ भइदियो भने हेर त यो पनि के माइनस अफ डेल एच भइदियो भने यो माइनस टी छ। सो अल टुगेदर के भन्छ अहिले डेल एच अलरेडी पोजिटिभ थियो प्लस टी डेल एच भन्छ भनेपछि दिस एक्सप्रेसन क्यान नट बी के नेगेटिभ है त नेभर। हेर त डेल एच प्लस टी डेल एच भनेको सिचुएसन आयो भने त्यो एक्सप्रेसन आयो भने पोजिटिभ हुन सक्ला त सक्दैन है, बुझ्यौ। सो यो तिम्रो इन्थाल्पी चेन्ज पनि पोजिटिभ, इन्थाल्पी चेन्ज पोजिटिभ र इन्ट्रोपी चेन्ज चाहिँ नेगेटिभ भइदिएको सिचुएसनमा के हुन्छ अलवेज रियाक्सन इज नन स्पोन्टेनस, किनकि डेल जी पोजिटिभ आइदिन्छ। हेर त कहाँ छ हेर त अप्सन डेल एच पोजिटिभ। सो यो र यो हुने भएन है, यो र यो काटिदिहाल। अब यो र यो हुने भयो। यसमा हेर त यसमा के छ यसमा पोजिटिभ छ यो पनि हुँदैन। सो एन्सर के हुने भयो डेल एच चाहिँ इन्थाल्पी पोजिटिभ इन्ट्रोपी चाहिँ नेगेटिभ सिचुएसनमा के हुन्छ रियाक्सन नन स्पोन्टेनस हुन्छ। ल त हेर अब 81 मा हेर 81 मा के भन्छ भन्दाखेरि which of the following cells can convert chemical energy of hydrogen and oxygen into the electrical energy भनेको छ है। यो भाइ बहिनीहरु याद गर है, यो फ्युल सेल भनेको के भन्नु तिम्रो चाहिँ के भन्दा तिम्रो यो it is the device हैन that converts hydrogen and oxygen into the directly into the के electrical energy है। यसमा फ्युल सेलमा के युज हुन्छ तिम्रो हाइड्रोजन एन्ड वाटर हुन्छ ए हाइड्रोजन एन्ड अक्सिजन। यसले के बनाउँछ तिम्रो हाइड्रोजन र अक्सिजनले के गर्छ तिम्रो खास पनि यसले गरेर के वाटर बनाउने हो, यसलाई स्टिममा हुन्छ। सो यसले के गर्छ तिम्रो टर्बाइन रोटेट गर्छ अनि इलेक्ट्रिसिटी है त बुझ्यौ। सो फ्युल सेलमा चाहिँ के युज हुन्छ हाइड्रोजन र अक्सिजन चाहिँ युज हुन्छ है। ल 82 मा हेर 82 मा के छ भन्दाखेरि द अक्सिडेसन अफ हुछ त फलोइङ गिभ इथाइल मिथाइल किटोन भन्छ है। ल हेर के भन्छ द अक्सिडेसन अफ हुछ त फलोइङ गिभ छ इथाइल मिथाइल किटोन भन्छ। हेर त पहिला सुरु त हेर त इथाइल मिथाइल किटोन भने के हो भन्ने कुरा बुझ त है। हेर इथाइल मिथाइल किटोन है। अनि एउटा कुरा बुझ के भन्दाखेरि तिम्रो 2 डिग्री अल्कोहलले 1 डिग्री अल्कोहलले अक्सिडेसन भयो भने के दिन्छ अल्डिहाइड दिन्छ। 2 डिग्री अल्कोहलले के 2 डिग्री अल्कोहलले तिम्रो त्यसमा अक्सिडेसन भयो भने त्यसले के दिन्छ किटोन दिन्छ। 3 डिग्रीमा को लागि पनि हुन्छ तर 3 डिग्रीमा अलिकन हार्ड सिचुएसन हुन्छ है, ड्रास्टिक कन्डिसन चाहिन्छ, एकदम स्ट्रङ्गेस्ट अक्सिडाइजिङ एजेन्टहरु चाहिन्छ बुझ्यौ। त्यसमा पनि तिम्रो कार्बन नम्बर घटेर आउँछ है बुझ्यौ, त्यहाँ तिम्रो अल्किन बन्छ है बुझ्यौ। सो 3 डिग्रीलाई गाह्रो हुन्छ है गर्न खोजे पनि। अब हेर इथाइल मिथाइल किटोन भने के हुने भयो भन्दाखेरि इथाइल CH2 CH3 यता आउने भयो। अब यो किटोन छँदैछ। अब हेर त इथाइल मिथाइल एन्ड दिस इज द किटोन पार्ट है त। अब हेर यो दिन सक्नु भनेको के हो किटोन आउने भनेको मैले के भने 2 डिग्री अल्कोहलबाट हो 2 डिग्री अल्कोहलबाट। सो यो 1 मोलमा भइसकेपछि के हुने भयो 1 मोलमा भइसकेपछि के हुने भयो यो 2 डिग्री हैन हो। अब प्रोपेन 12 हो प्रोपेन भनेपछि के हुने भयो यहाँ प्रोपेन आइसकेपछि यहाँ प्रोपेन 12 हेर त प्रोपेन 12 यो हुन त यो पनि के हो सेकेन्डरी हो तर के हो 3टा कार्बन मात्रै छ CH3COH CH3 हुने भयो। कार्बन नम्बर मिट भयो त भएन। सो अब हेर ब्युटेन 1 मोल दिस इज द प्राइमेरी अल्कोहल। अब 2 मिथाइल ब्युटेन 12 हेर। अब हेर त 2 मिथाइल भन्दा बित्तिकै एउटा मिथाइल पार्ट आउँदा बित्तिकै के हुने भयो मिथाइल पार्ट आउँदा बित्तिकै के हुने भयो तिम्रो कार्बन नम्बर बढ्यो हैन। ब्युटेन भने ब्युटेनको 4 मिथाइलको 1 5वटा भयो तर हामीलाई के चाहिएको छ यहाँ 4वटा मात्र कार्बन चाहिएको छ। सो यो डी हुने भएन। अब सीमा हेर त ब्युटेन 12 भने के CH3 सीमा अल्कोहल CH2 CH3
ल हेर त हो यसलाई चाहिँ अब अक्सिडेसन गर्दाखेरि के हुँदो रहेछ तिम्रो CH3 C डबल बन्ड O CH2 CH3 भन्नाले के इथाइल मिथाइल एन्ड किटोन पार्ट बन्द रहेछ है। सो के हुने भयो 82 को एन्सर के हुने रहेछ हेर त 82 को ब्युटान 2 होला है। ल हेर अब 83 मा जाऊ 83 मा के भन्छ भन्दाखेरि लसाइन्स टेस्ट सोधेको छ। इन लसाइन्स टेस्ट रेड कलर प्रेसिपिट इज अब्टेन ड्यू टु विच भनेको छ है अथवा विच इज ड्यू टु द फर्मेसन अफ के भनेको छ। हेर त हामीलाई के थाहा छ भन्दाखेरि भाइ बहिनीहरू सोडियम एक्सट्राक्ट NaCN भन्ने थाहा छ हो NaCN। अब हेर त हामीले सल्फरको लागि सोडियम एक्सट्राक्ट गर्न खोज्यो भने के हुन्छ प्लस एस गर्दाखेरि तिम्रो के बन्छ यसले NaCNS बनाउँछ हो। दिस इज द सोडियम एक्सट्राक्ट फर द डिटेक्सन अफ द सल्फर है यो हुने भयो। अब यसलाई हामीले फ्रेसली प्रिपेयर्ड FeCl3 सँग ट्रिट गर्छौँ। ट्रिट गर्दै जाँदाखेरि के भन्छ भन्दा तिम्रो Fe यो के छ यो +3 मा छ हो +3 फेरिक फर्ममा छ। सो Fe3CNS तल 3 हुन्छ प्लस 3 अफ NaCl बनाउँछ। सो हेर त यो के हुन्छ तिम्रो रेड कलर हुन्छ है त। हेर त के बनेर हुँदो रहेछ अरे FeCNS3 हेर कहाँ छ अप्सन नम्बर डी मा छ है। ल यसपालि यो क्वालिटेटिभ एनालाइसिस हैन यो तिम्रो के अरे क्वालिटेटिभ एनालाइसिसबाट डिटेक्सन अफ द फरेन इलिमेन्टबाट 3 मार्क्स नयाँ माइक्रो सिलेबस अनुसार 3 मार्क्स छ। सो यसमा चाहिँ फोकस गर है सल्फरको नाइट्रोजनको अनि सल्फर र नाइट्रोजन ब्लड रेड कलर जुन पढाएको छौ नि त्यो एकै प्रडक्ट थियो अनि पछाडि त्यो ह्यालोजन्सहरुको है त्यो PPT को चाहिँ कलरहरु पढ है। यसबाट 3 मार्क्स छुटाएको छ है अहिले यसलाई कभरेज बढाएको छ है अहिलेको माइक्रो सिलेबसमा। ल हेर 84 मा गर 84 मा के भनेको छ भन्दाखेरि व्हेन एसिटामाइड इज हाइड्रोलाइज्ड बाइ बोइलिङ विथ एसिड द प्रोडक्ट फर्म इज भन्छ। हेर त अब हेर त पुले सुरु त हामीलाई एसिटामाइड भनि जान्न पर्यो। हेर त एसिटामाइडको स्ट्रक्चर कस्तो हुन्छ CH3 C डबल बन्ड O अफ NH2 अनि हामीलाई के थाहा छ भन्दाखेरि यिनी अमाइडहरु इस्टरहरु एसिड क्लोराइडहरु है अनि एनाइडहरु के हो यिनीहरु डेरिभेटिभ्स अफ कार्बोक्सिलिक एसिडहरु हो हैन र भन त। ल हेर कसरी डेरिभेटिभ भन्दाखेरि हेर त जब हामीले अमाइडलाई अथवा एसिड क्लोराइडलाई अथवा इस्टरलाई हाइड्रोलाइसिस गर्छौं हामीले के पाउँछौं भन्दाखेरि अथवा एसिड एनाइडलाई गर्छौं हामीले हाइड्रोलाइसिस प्रोडक्ट चाहिँ हाम्रो कार्बोक्सिलिक एसिड पाउँछौं। ल हेर त यसलाई मैले के गरे H2O H+ गरे हो हाइड्रोलाइसिस गरे। सो के हुन्छ भन्दा तिम्रो CH3 C डबल बन्ड O यो तिम्रो यो भाग चाहिँ टुक्रिन्छ हो C डबल बन्ड O यहाँ आएर OH आएर बस्दिन्छ वाटरको के OH र H+ हुन्छ हो OH आएर यहाँ बस्दिन्छ प्लस यो NH2+ यो गर्दाखेरि के भयो NH3 निक्लिन्छ है यसरी हुन्छ है। सो यो भनेको के हो कार्बोक्सिलिक एसिड हो एसिडमा कुन हो एसिटिक एसिड होला हो एसिटिक एसिड होला यो। ल हेर त एसिटिक एसिड कहाँ छ अप्सन नम्बर ए मा छ है। ल 85 मा हेर के छ त्यहाँ 85 मा द सेप अफ द मिथेन मोलिक्युल भन्छ है र भाइ बहिनीहरु यहाँ के भन्छ मिथेन मोलिक्युलको सेप भन्छ। ल हेर त मिथेन भनेको के हो अरे CH4 भनेको मिथेन हो हैन र है। ल हेर अब हेर त CH4 भनेको मिथेन मोलिक्युल C ल हेर त H गर्यो यसको सेप बनेको छ भाइ बहिनीहरु हेर है। पहिला सुरु त के गर्नु पर्यो हामीले हाइब्रिडाइजेसन क्याल्कुलेट गर्नु पर्यो। हाइब्रिडाइजेसन माने के नम्बर अफ लोन पेयर प्लस नम्बर अफ बोन्ड पेयर। सो हेर त लोन पेयर यसमा छैन 0 प्लस बोन्ड पेयर कतिवटा छ एउटा दुईटा तीनटा चारवटा सो 4 भनेपछि 4 भयो हाइब्रिडाइजेसन भन्नाले दैट इज sp3 तीनटा p अर्बिटल एउटा s अर्बिटल। सो हाइब्रिडाइजेसन कति रहेछ sp3। अब sp3 मा पनि के छ हाम्रो एउटा केसेसहरु छ है तीनटा डिफरेन्ट केसेसहरु छ। हेर त sp3 मा पनि के sp3 हाइब्रिडाइजेसन आउँदै गर्दा
लोन पेयर र बोन्ड पेयरको पनि कुराहरू हेर्नुपर्छ है सेपको लागि है सेपको लागि हेर त ल हेर है यदि लोन पेयर 0 छ बोन्ड पेयरमा त 4 वटा छ भनेपछि यसले के सेप लिन्छ तिम्रो टेट्राहेड्रल त्यस्तै लोन पेयर कति एउटा बोन्ड पेयर कतिवटा 3टा भइदियो भने यसले के दिन्छ यसको स्ट्रक्चर कस्तो हुन्छ पिरामिडल सेप हुन्छ त्यस्तै यदि 2टा लोन पेयर भयो 2टा बोन्ड पेयर भयो भने यसको के हुन्छ सेप एंगुलर अथवा बेन्ड भन्छ है जस्तै तर प्रत्येक एक्जाम्पल गर्दै गर्दा यसको एक्जाम्पल के हुने भयो ए CH4 हुने भयो हो CH4 देखिन ल है ल यसको के CH4 हुने भयो यसको पिरामिडलको NH3 हुने भयो एक्जाम्पल हो यसको एक्जाम्पल यो हुने भयो यसको एक्जाम्पल चाहिँ के हुने भयो तिम्रो वाटर हुने भयो है ल सो यसको के हुने भयो तिम्रो टेट्राहेड्रल छ टेट्राहेड्रल कहाँ छ अप्सन नम्बर डी मा छ है अब हेर 86 मा के भन्छ अ मिक्सचर अफ प्राइमेरी सेकेन्डरी एन्ड टर्सरी अमाइन क्यान बी अब्टेन बाइ भन्छ है हेर त हामीले अमाइनहरु कहाँबाट पाउँछौं रे हामीले होफम्यान्स एमोनोलाइसिसबाट हो एमोनोलाइसिस तिम्रो त्यहाँ के हुन्छ भन्दाखेरि हेर त तिमीले अमोनियालाइसिस गर्दाखेरि यो अमोनियासँग आर अफ ओएच ट्रिट गरे पनि हुन्छ अथवा आर अफ एक्स जुन गरे पनि के हुन्छ हाम्रो अमाइन प्रोड्युस हुन्छ के दिन्छ यसले 1 डिग्री अमाइन दिन्छ हामीले के गर्छौं अझै के एमोनियाको कन्सन्ट्रेसन बढाइ भने हामीले के हुन्छ भन्दाखेरि हेर त एमोनिया कन्सन्ट्रेसन हैन के रे तिम्रो यदि ह्यालोजन युज गर्छौ भने ह्यालोजनको हैन आरसीएल हैन अथवा आरबीआर जे युज गर्छौ अनि इनको कन्सन्ट्रेसन बढाइ भने हामीले के हुन्छ अलि बढ्दै जान्छ 1 डिग्री अमाइन त्यसपछि 2 डिग्री हुन्छ त्यसपछि 3 हुन्छ लास्टमा गएर के हुने भयो क्वाटर्नरी अमोनियम क्वाटर्नरी सम्म पुग्न सक्छ बुझ्यौ के हुन्छ सो अमाइन भन्ने कुरा के हुन्छ तिम्रो चाहिँ एमोनोलाइसिस अफ अल्कोहलबाट पनि प्रिपेयर गर्न सकिन्छ अमोनोलाइसिस अफ के ह्यालो एसिडबाट पनि सकिन्छ है सो हेर यहाँ के दिएको छ ए मा एमोनोलाइसिस अफ अल्काइल हेलाइड बी मा के अल्काइल हेलाइड बी मा चाहिँ एमोनोलाइसिस अफ अल्कोहल अनि सी मा चाहिँ के छ बोथ ए एन्ड बी छ सो के छ आन्सर बोथ ए एन्ड बी हुन्छ है यो तिम्रो एसाइल हेलाइड र सोडियम एजाइडसँग रिएक्सन गरेर हुँदैन है त सबै प्रिपेयर गर्न सकिदैन है यहाँ तिनटै भनेछ नि त है प्राइमेरी सेकेन्डरी र टर्सरी ल त हेर अब 87 मा हेर 87 मा के भन्छ भन्दाखेरि इथाइलिन क्यान बी सेपरेटेड फ्रम एसिटाइलिन बाइ द मिक्सर थ्रु भन्छ है हामीलाई के थाहा छ हेर त एसिटाइलिन भने के अरे एसिटाइलिन र इथाइलिन हेर त C ट्रिपल बोन्ड CH दिस इज एसिटाइलिन एन्ड CH2 डबल बोन्ड CH2 दिस इज के इथाइलिन है र अब यता हेर यिनीहरुलाई हामीले के गर्छौं भन्दाखेरि हाम्रो एउटा ट्युब हुन्छ हो एउटा त्यहाँ भित्र हामीले CuCl2 राखेका हुन्छौं एसिटाइलिन र इथाइलिनको मिक्सचर पठाउँदै गर्दाखेरि के हुन्छ भन्दाखेरि त्यो तिम्रो किप्रस क्लोराइडसँग के हुन्छ भन्दाखेरि किप्रस क्लोराइडसँग तिम्रो एसिटाइलिनले रिएक्सन गर्छ र त्यो रिएक्ट भएर पीपीटी बनाउँछ र बस्छ तर के इथाइलिनले चाहिँ के गर्छ रिएक्सनै गर्दैन नि त बुझ्यौ है रिएक्सन नगर्ने कारणले त्यो चाहिँ बाहिर निक्लिन्छ सो दे क्यान बी सेपरेटेड बाइ CuCl2 है बुझ्यौ किप्रस क्लोराइड टेस्टबाट चाहिँ उनीहरुलाई छुटाउन सकिन्छ यदि यसलाई यिनीहरुलाई यहाँबाट पास गरे यसलाई यहाँ पास गरे भने के हुनुभयो सो के हुन्छ स्केप आउटसाइड आउँछ तर यो चाहिँ आउँदैन है यसले के बनाउँछ तिम्रो के बनाउँछ भन्दाखेरि C ट्रिपल बोन्ड CuC हुन्छ सिन्स यो के हो यसमा Cu प्लस है यो किप्रस आएन है यो क्युप्रिक हैन है त्यही भएर यहाँ के सिंगल बोन्डबाट पनि जोडिन्छ है त ल अथवा तिमीले नर्मली गर्न सक्छौ है ल के गर्न सक्छौ भन्दाखेरि यसरी गर्दा पनि हुन्छ है यो मेटल र कार्बनको बोन्ड हो सो यहाँ माइनस हुन्छ यहाँ माइनस हुन्छ यो प्लस सो हामीले के भन्नु इन्ट्र्याक्सन भन्न सक्नु पर्यो है यो इन्ट्र्याक्सन हुन्छ है त ल
यो बन्छ है त। सो के भन्नुभयो इथाइलिन एन्ड एसिटाइलिन क्यान बी सेपरेटेड बाई अमोनिकल CO2 Cl2 है। ल अर्को क्वेसनमा जाउँ। एटमा हेर प्राइमेरी सेकेन्डरी एन्ड टर्सरी अल्कोहल क्यान नट बी डिस्टिङ्ग्विस बाई द एक्सन अफ भन्छ है। कुनबाट चाहिँ प्राइमेरी सेकेन्डरी र टर्सरी अल्कोहल चाहिँ डिस्टिङ्ग्विस गर्न सकिँदैन अरे है, छुटाउन सकिँदैन अरे। हेर त हामीसँग के छ भन्दाखेरि हेर अब हेर अब रिड्युस CU भनेको हेर त प्राइमेरी 1 डिग्री अल्कोहल हो, 1 डिग्री अल्कोहल ROS लाई के CU गरायो भने के भन्छ हो, CU लग्यो भने के भन्छ यसले अल्डिहाइड बनाउँछ। त्यस्तै छ अब के भन्छ तिम्रो सेकेन्डरी लग्यो के बनाउँछ किटोनल बनाउँछ हो। 3 डिग्रीलाई के भन्नुभयो ड्रास्टिक कन्डिसन, अल्किन बन्छ 1 कार्बन लेस है। हेर है अब यसले रिड्युस CU ले पनि छुटाउन सकिहाल्छ। हेर त एउटा अल्डिहाइड बनाइदिएको छ, एउटा किटोन बनाइदिएको छ, एउटा अल्किन बनाइदिएको छ। अनि एसिडिफाइड क्यामाइनोफोर नि छुटाइदिइहाल्छ, सिन्स इट त के अक्सिडाइजिङ एजेन्ट हो। अनि हामीलाई थाहा छ 1 डिग्री अल्डिहाइड 2 डिग्री किटोन हुन्छ। जस त्यो 3 डिग्री नभए पनि 1 र 2 डिग्री छुट्यो नि, तर यहाँ त केही पनि छुटाउन नसक्ने भनेको हो कि। अब यो के हो तिम्रो यो HCl इन प्रेजेन्स अफ एनाइडर ZlCl2 भन्छ नि, यो तिम्रो यो भनेको के थाहा छ HCl प्लस के यो भने के कङ HCl प्लस ZnCl2 भनेको तिम्रो के हो यो लुकास रिएजेन्ट हो है। लुकास रिएजेन्ट यसमा हाम्रो टर्बिडिटी हेरेर है कति समयमा देखिन्छ टर्बिडिटी भन्ने कुराबाट हामीले सेपरेट गर्न सक्छ है अल्कोहलहरू। तर के PCl5 बाट चाहिँ सेपरेट गर्न सकिँदैन, किनकि जुनसुकै अल्कोहल आउँछ होइन। हेर त 1 डिग्री 2 डिग्री होस् 3 डिग्री होस् यसमा तिमीले PCl5 लगायो भने तिम्रो के भन्छ RX बनिदिन्छ के, ROS लाई हटाएर XR बस्दिन्छ। सो PCl5 ले चाहिँ हामीले के गरेर सेपरेट गर्न सक्दैनौँ है त, किनकि यसले प्रोडक्ट सेमै दिन्छ के। ल हेर 89 सो यसको एन्सर के हुने भन्दा हेर त 88 को डी हुने भयो है। ल 89 मा हेर 89 मा के भन्छ भन्दाखेरि क्लोरोपिक्रिन इज अब्टेन्ड बाइ द रिएक्सन अफ भनेको छ है। हेर त क्लोरोपिक्रिन भनेको हामीलाई थाहा नै छ है, के रे हामीसँग के छ CHCl3 भन्ने क्लोरोफर्म छ। यसलाई हामीले के नाइट्रेसन गर्यौँ भने नाइट्रिक एसिडसँग ट्रिट गर्यौँ भने हामीले के गर्छौँ के पाउँछौँ CCl3 NO2 CCl3 NO2 प्लस वाटर निक्लिन्छ है। सो दिस इज क्लोरोपिक्रिन है एन्ड दिस इज के क्लोरोफर्म है। सो एन्सर के हुने भयो तिम्रो हेर त नाइट्रिक एसिड अन क्लोरोफर्म हो कि क्लोरोबेन्जिन हो, क्लोरोबेन्जिन होइन है क्लोरोफर्ममा। सो अप्सन नम्बर डी। ल हेर 90 मा हेर 90 मा के भन्छ भन्दाखेरि कार्बन टेट्राक्लोराइड रियाक्ट्स विथ के फेनोल इन प्रेजेन्स अफ NaOH टु फर्म भन्छ है। हेर त के भनेको छ भन्दाखेरि फेनोल बेसिक मिडियममा अल्कालीमा हेर त NaOH भन्ने अल्काली छ र के छ त्यहाँ हेर त CHCl3 छ क्या। हेर एकदम इम्पोर्टेन्ट कुरा यहाँ छ क्या। हेर त हेर है यदि तिम्रो यो 60 to 70 डिग्री सेल्सियस हुन्छ हो के अरे होला है। ल 60 to 70 डिग्री सेल्सियसमा हुन्छ हो है। ल हेर यदि CHCl3 छ, यदि क्लोरोफर्म के अरे CHCl3 के CCl4 भनेको छ है, सरी है यहाँ के भनेको छ कार्बन टेट्राक्लोराइड भनेको छ है, यहाँ CCl4 भनेको छ है, CCl4 भनेको छ। हेर त हामीले नर्मल पढेको राइमर टाइमन रिएक्सनमा हामीले त्यहाँ CCl2 भन्ने के के अरे डाइक्लोरोकार्बिन हो, डाइक्लोरोकार्बिन दिस इज कार्बिन इन्टरमिडिएट हो, डाइक्लोरोकार्बिन भन्ने इन्टरमिडिएट थियो त्यहाँ हो। त्यही भएर CCl2 भयो भने के हुन्छ तिम्रो हेर त यहाँ CCl4 छ नि, तर हामीले त्यहाँ पढेको त CCl2 हो। CCl2 भइदिएको भए चाहिँ के हुन्थ्यो राइमन टाइमर हुन्थ्यो तिम्रो, के हुन्थ्यो भन्दाखेरि यहाँ सेलिसाइल्डेट आउँथ्यो, तर CCl4 भएको कारणले तिम्रो के हुन्छ भन्दाखेरि यहाँ सेलिसाइक्लिक एसिड भन्छ है। यदि CCl2 हुन्थ्यो भने बल्ल के भन्थ्यो
साई अल्डिहाइड हुन्थ्यो है। यो ख्याल गर यसमा नजुकी है। हेर त 90 मा के हुने रहेछ, यसको एन्सर के हुने भयो हेर त, कहाँ छ सेलिसाइलिक एसिड कहाँ छ, अप्सन नम्बर ए मा छ है। ल हेर त, ल अब 91 मा हेर, 91 मा के भन्छ भन्दाखेरि हुन्छ त स्टेटमेन्ट इज रङ भनेको छ। हेर त कुन स्टेटमेन्ट चाहिँ रङ छ अरे, ल हेर है। A tertiary free radical is more stable than secondary radical, ल हेर है। देन प्राइमेरी फ्री रेडिकल भन्यो है, फ्री रेडिकल है त। यहाँ कार्बोकेटाइन इज मोर स्टेबल देन द कार्बोनाइलको कुरा भएको छ। ल यता डिस्कस गरौँ है त। ल हेर त, हामीलाई के थाहा छ कार्बोकेटाइनको स्टेबिलिटी र कार्बोएनाइनको। हेर त कार्बोएनाइनमा हामीलाई के थाहा छ, कार्बोकेटाइनमा 3 डिग्री मोर स्टेबल देन 2 डिग्री अनि 1 डिग्री र CH4 भन्ने हो है त। ल अब कार्बोनाइन ट्याक्कै उल्टो हुन्छ हो। सो 1 डिग्री 2 डिग्री 3 डिग्री हुन्छ। त्यसपछि हाम्रो मिथाइल पार्ट हुन्छ हो, मिथाइल हुन्छ है, बुझ्यौ। ल यहाँ हेर, हेर त अब हेर कार्बोकेटाइनमा 3 डिग्री 2 डिग्री 1 डिग्री कम्पेरिजन गर्दै गर्दा 3 डिग्री एकदम बढी स्टेबल हुन्छ। यहाँ हेर, अथवा तिमीले कार्बोकेटाइन गर्ने बेलामा यसलाई यसको कार्बोकेटाइन र फ्री रेडिकलको के, फ्री रेडिकलको अर्डर एउटै हुन्छ। हेर त अ टर्सियरी इज, ल हेर त पख ल, यहाँ हेर है, फ्री रेडिकल भनेको थाहा छ नि। हेर त कस्तो के हो रे फ्री रेडिकल भनेको, यदि के छ तिम्रो के छ भन्दाखेरि यहाँ हेर ए बोन्ड भइरहेछ भने चाहिँ यो बोन्डमा दुईटा इलेक्ट्रोन हुन्छ। सो एउटा इलेक्ट्रोन ए लग्ने, एउटा इलेक्ट्रोन ए लग्ने लग्यो भने इक्वल सेपरेसन भयो भने यसलाई हामी के भन्छौँ, फ्री रेडिकल भन्छौँ। तर के यदि दुईटै भएको इलेक्ट्रोन नै स्विप आउट गरिदियो एकजनाले, एउटा प्लस भयो एउटा चाहिँ के भयो एडभान्टेज भयो भने एउटा चाहिँ पोजिटिभमा भयो, एउटा चाहिँ डेफिसिटमा रह्यो नेगेटिभमा, भनेपछि चाहिँ हामीले के भन्छौँ, हाम्रो दिज आर द के आइदर कार्बोकेटाइन्स अथवा कार्बोनाइन है। फ्री रेडिकल भनेको यसरी बन्छ है, बुझ्यौ। त्यो भनेको तिम्रो हेड्रोलाइटिक क्लिभेज भन्छ भनेपछि फ्री रेडिकल चाहिँ के भन्छ, होमोलाइटिक क्लिभेज भन्छ भनेपछि इक्वल सेपरेसन नै भन्छ। ल यहाँ हेर, अब हेर के अरे फ्री रेडिकल र कार्बोएनाइनको हामीले के गर्न सक्छौँ, स्टेबिलिटी चाहिँ एउटै तरिकाले हेर्न सक्छौँ है। कार्बोकेटाइन होइन है, कार्बोकेटाइन नजिकिनु है त। ल हेर, अब यहाँ हेर के भन्छ भन्दाखेरि अप्सन नम्बर फर्स्टमा टर्सियरी फ्री रेडिकल इज मोर स्टेबल देन सेकेन्डरी, यो होइन। यहाँ हेर त टर्सियरी हो, होइन नि, हो होइन नि त। ल हेर त सेकेन्डरी मोर स्टेबल हो, होइन। अब प्राइमेरी टर्सियरी कार्बोकेटाइन चाहिँ स्टेबल सेकेन्डरी भन्दा हो। अनि यो प्राइमेरी कार्बोकेटाइन इज मोर स्टेबल देन सेकेन्डरी कार्बोकेटाइन भन्छ, होइन है, मोर स्टेबल हुँदैन। सो यसको अनुसार के हुने भयो, सी हुने भयो है। ल हेर त 92 मा हेर, इन अ रिएक्सन RCHO इज रिड्युस्ड टु RCH3 इन अ रिएक्सन RCHO इज रिड्युस्ड टु के RCH3। हेर त यहाँ RCHO भने के अल्डिहाइड चाहिँ के छ तिम्रो RCH3 मा हो, के भने नर्मल्ली अल्केनमा गएको छ, कहाँबाट अल्डिहाइडबाट है। यहाँ हेर इन प्रेजेन्स अफ अमाल्गेटेड जिङ्क र एचसिएल बित्तिकै चिममा गएर के जानुपर्छ है। यो त हेर त नेम रिएक्सन जेको त्यही उठाएको छ है। यसलाई हामीले के भन्छौँ, क्लेमेन्सन रिडक्सन भन्छौँ है। के हुन्छ यो क्लेमेन्सन रिडक्सनमा, क्लेमेन्सन रिडक्सनमा सी डबल बोन्ड भन्ने कुरा के हुन्छ, यो तिम्रो भाँची हेर के भन्छ सी, जस्तो हेर त यो डबल बोन्ड हुन्छ नि, यो तिम्रो सब उड्छ है। यो डबल बोन्ड हटेर के हुन्छ सिङ्गल बोन्ड भन्छ है, बुझ्यौ। हेर त अघि न आर थियो होला, सी डबल बोन्ड अथवा आर थियो होला, अब के भन्छ तिम्रो आर सी, अब आर भन्छ के। हेर त तिम्रो पुरै के हुन्छ, तिम्रो डबल बोन्ड के हुन्छ, आउट हुन्छ है। अथवा यसलाई के भन्ने, यसलाई कार्बोनाइल ग्रुप के अरे यसलाई कार्बोनाइल ग्रुप भनौँ न। कार्बोनाइल ग्रुप नै के हुन्छ, कार्बोनाइल ग्रुपको डबल बोन्ड अक्सिजन चाहिँ उड्दिन्छ है। ल क्लेमेन्सन रिडक्सन है, त्यही भएर चाहिँ अल्डिहाइडलाई के बनायो,
अल्डिहाइडलाई कहाँ बनायो ल र अल्डिहाइडलाई कहाँ बनायो अल्केन बनाइदियो है यो एउटा किटोन भयो हेर ल अल्डिहाइड बनाउँछ नि अल्डिहाइड नै बनाऊ है ल हेर 93 मा के भन्छ भन्दाखेरि 93 मा हेर CH3 CH2 भनेको छ हेर त यहाँ के भनेको छ CH3 के छ त्यहाँ CH3 मिथाइल पार्ट पनि छ के छ यो अल्डिहाइड ग्रुप पनि छ सो अब एउटा X सँग चाहिँ ट्रिट गरियो अरे हो त्यहाँ के छ तिमीलाई के दिएको छ सोडियम एसिडेट दिएको छ इन प्रेजेन्स अफ सोडियम एसिड हिट गर्दाखेरि के बनाएको छ अरे माथि पार्ट के पनि चलाएको छैन हो यो माथिको के CH3 ग्रुपलाई के चलाकै छैन तर अल्डिहाइड पार्टलाई के गराएको छ हेर त CH डबल बन्ड CH COOH हेर त यो पनि नेम रिएक्सन हो हामीले पर्किन्स कन्डेन्सेसन भन्ने पढाएको थियौ नि पर्किन्स रिएक्सन भन्ने जहाँ चाहिँ त्यहाँ चाहिँ के थियो भन्दाखेरि त्यहाँ चाहिँ यो पार्ट थिएन यो मिथाइल पार्ट थिएन अब यहाँ हुन पनि के छ यहाँ मिथाइल पार्ट के डिस्टर्ब भएकै छैन यो अल्डिहाइडलाई चाहिँ के बनाउँथ्यो तिम्रो के गर्थ्यो सिनामिक एसिडमा लग्थ्यो नि है हो तर यहाँ चाहिँ सिनामिक एसिड भन्न पाइएन माथि CH3 पार्ट छ मिथाइल पार्ट तर के भयो मेन सबै कुरा के प्रोसेड के जस्तो गर्छ त्यही सिनामिक एसिड जसरी भन्छ त्यसरी नै भन्छ है यो भने के हो अल्फा बीटा अनस्याचुरेटेड हेर त एरोमेटिक एसिड भएन र एसिड है यो तिम्रो के हो पर्किन्स रिएक्सन है अब यहाँ के चाहिन्छ हामीलाई के थाहा थियो एसिड एनाहाइड्राइड चाहिन्छ है भन्नाले के चाहिन्थ्यो CH3 C डबल बन्ड O C डबल बन्ड O CH3 एसिटिक एनाहाइड्राइड चाहिन्थ्यो है सो एन्सर के आउने भयो हेर त कहाँ छ हेर त एसिटिक एनाहाइड्राइड यहाँ छ है त अप्सन नम्बर डी मा ल हेर 94 मा हेर 94 मा बेकिङ पाउडर कन्सिस्ट भन्छ हेर त बेकिङ पाउडरमा के हुन्छ बेकिङ पाउडरमा टाटरिक एसिड हुन्छ है टाटरेट हुन्छ है ल के हुने भयो टाटरेट हुने भयो है त 95 मा के भनेको छ भन्दाखेरि when nitrobenzene is reacted with के भनेको छ is treated with zinc and aqueous NaOH भनेको छ हेर त नाइट्रोबेन्जिन के अरे जिंक डस्ट र एक्वाइस NaOH अथवा KOH है एक्वाइस NaOH सँग ट्रिट गर्दा के भन्छ भनेको छ यस्तै कहिलेकाहीँ के दिएला भन्दाखेरि हामीलाई ग्लुकोज दिएला हो अथवा सोडियम आर्सेनेट भन्दैला कहिलेकाहीँ हो कहिलेकाहीँ के भन्ला रे Na2 के भन्ला कहिलेकाहीँ Na2ASO3 भन्दैला अथवा ग्लुकोज भन्ला यो बेला के हुन्छ हेर जिंक डस्ट र एक्वास NaOH भयो भने तिम्रो के हुन्छ भन्दाखेरि तिम्रो यहाँ बन्छ हाइड्रा एजोबेन्जिन बन्छ है हाइड्रा एजोबेन्जिन बन्छ हो भाइ बहिनीहरु अनि यदि सोडियम आर्सेनेट अथवा ग्लुकोजको प्रेजेन्समा भयो भने के भन्छ यसले के बनाउँछ एजोक्सी बेन्जिन बनाउँछ है यो कुरा नभुल्नु है त यदि यही के तिम्रो न्यूट्रल मिडियममा भन्नाले के NH4Cl अथवा वाटर युज गर्दियो भने के हुन्छ तिम्रो थाहा छ तिम्रो के हुन्छ फिनाइल हाइड्रोक्सिल अमाइन बनाउँछ है अब यही ठाउँमा के या दिएर एसिडिक मिडियममा मिड भइदियो भने यसले के बनाउँछ तिम्रो एनिलिन बनाउँछ है सो जान्नु पर्यो है यसमा के भन्नु भयो कहाँ छ हेर त जेटान र NaOH भनिसकेपछि के हुने भयो यहाँ आयो हाइड्रा एजोबेन्जिन ल 96 मा हेर ब्रोमिन वाटर रिएक्ट्स विथ एनिलिन टु गिभ भनेको छ है ब्रोमिन वाटर रिएक्ट्स विथ एनिलिन भनेर त एनिलिन पहिला सुरु एनिलिन बनाऊ हेर त एनिलिन हामीलाई के थाहा छ हेर त एनिलिनमा के हुन्छ लोन पेयर हुन्छ हो लोन पेयर हुन्छ अब हेर यो भने कस्तो हो रे यो भनेको तिम्रो इलेक्ट्रोन डोनेटिङ ग्रुप हो
हो इलेक्ट्रोन डोनेटिङ ग्रुप। सो के गर्छ एक्टिभेट्स बेन्जिन रिङ। अनि कहाँ कहाँ एट्याचमेन्ट गराउँछ भनेपछि हेर त कहाँ कहाँ भन्दाखेरि तिम्रो एउटा यहाँ हो, एउटा तिमीलाई यहाँ, एउटा यहाँ, एउटा यहाँ। सो के तिम्रो ओ एन्ड पी पोजिसनमा है, पी पोजिसनमा के गर्छ अब के अरे जसले अट्याक गर्छ अब आउने तिम्रो के तिम्रो इलेक्ट्रोफाइलले के गर्छ कहाँ गएर हान्छ तिम्रो गएर अर्थो र प्यारा पोजिसनमा गएर हान्छ है इलेक्ट्रोफाइलले है। ल हेर त तिम्रो के भयो ब्रोमिन रिएक्ट्स विथ एनिलिन टु गिभ। हेर त के गर्यो यसले एक्टिभेट गर्यो, यहाँबाट गएर यहाँ जान्छ हो। अब फेरि के यहाँबाट यहाँ जान्छ, यहाँबाट यहाँ जाने। सो के भन्नुभयो दिस इज अर्थ पोजिसन, दिस इज पेरा पोजिसन, दिस इज अर्थ पोजिसन। हामीले के गर्छौँ ओबी पोजिसन हामीले के पनि भन्छौँ सिम पोजिसन नै भन्छौँ है। ल सो हेर त सिम ट्राइब्रोमो एनिलिन हेर त 3 ठाउँ हुन्छ नि। ल हेर त ब्रोमिनेसन गर के तिमीले कस्तो पाउँछौ भन्दाखेरि यो एनिलिन हुन्छ 3 ठाउँमा ब्रोमिन हुन्छ है। ल एन्ड दिस इज के ट्राइब्रोमो सिम ट्राइब्रोमो एनिलिन है त। यसको कलर यसको कस्तो हुन्छ भने व्हाइट पिपिटी हुन्छ है। ल अब 97 मा हेर 97 मा हेर अ कम्पाउन्ड ए फर्मुला अफ के C3H6Cl2 हो। यसको एन्सर हेर भाइ बहिनीहरू तिमीहरूले अलिकन के हल्का सिन्सियरली भएर हेऱ्यो भने यो फर्स्ट स्टेपबाट एन्सर आउँछ। के आउँछ भन्दा सेकेन्ड स्टेपबाट हेर है। जस्तै हेर यसले अल्कालीसँग ट्रिट गरेर के गर्यो यसले अल्कालीसँग मानौँ ल NaOH ट्रिट गरेर ल है अल्काली हो। सो ल है एकैसानीसँग ट्रिट गरेर के भन्यो अल्कालीसँग ट्रिट गरेर बी बनायो C3H6O अथवा C3H4 बनायो भनेको छ। हेर है त्यहाँ के छ 1 2 3। सो हेर त अब हेर है पहिला सुरु जेमिनल ट्राई गरौँ, जेमिनल डाइहेलाइड सँगसँगै भिसिनल पनि ट्राई गरौँ है। ल हेर यहाँ सिएल राख्दा यहाँ सिएल राख्दा ल हेर के फरक हुन्छ त हेर है। यदि एक्वाइज हामीले के गर्यौँ यदि एक्वाइज एनिमल्स राखेर हामीले के गर्यो भन्दाखेरि अल्काली तिमीमा हामीले थप्दियो भनेपछि यहाँ कस्तो बन्छ भन्दा तिम्रो स्ट्रक्चर बन्छ यो ओएचलाई सिएललाई ओएचले हटाइदिन्छ, तल ओएच आएर तल पनि के हुन्छ ओएच आएर बस्छ, यता हाइड्रोजन भयो अरे। अब यदि तिमीलाई भिसिनल गरायो भने सी डबल बन्ड यहाँ पनि ओएच यो पनि ओएच। हेर अब के छ हामीलाई के थाहा छ एउटै कार्बनमा तिम्रो के ओएच ग्रुप के गरे हाइड्रोक्सिल ग्रुप चाहिँ गएर एड भयो भने हामीलाई के थाहा छ इट बिकम अनस्टेबल, एकदमै अनस्टेबल हुन्छ। त्यही भएर हामीले के भन्छौँ यो स्टेप भनेको एउटा के हो एउटा रिएक्सन इन्टरमिडिएट स्टेप हो। अब के हुन्छ भन्दाखेरि यो अनस्टेबल भएको कारणले के गर्छ भन्दाखेरि तिम्रो भएको यो के गर्छ भएको ओएच ग्रुप हुन्छ नि तिम्रो के हुन्छ वाटरलाई के गर्न सक्छ खोज्छ रिलिज गर्न खोज्छ हो। भन्नाले स्टेबिलिटी गेन गर्नको लागि ओएच ग्रुप रिमुभ गर्न खोज्छ। सो ओएच ग्रुप रिमुभ गर्दै गर्दा तिम्रो यो कस्तो भन्छ भन्दाखेरि सी डबल बन्ड सी यो दुईटा यो तिम्रो के छ भन्दाखेरि यो र यो उड्दिन्छ, यो उडिसकेपछि किन दुईटा बन्ड बस्छ, दुईटा बन्डमा के आउँछ ओआर बस्छ हो, ओआर बस्छ किनकि वाटरमा यो एच दुईटा एच र एउटा ओ उड्छ, बचेको एउटा अक्सिजन चाहिँ यहाँ डबल बन्डमा एट्याच भएर बस्छ। सो यसले के बनाउँछ तिम्रो अल्डिहाइड बनाउँछ है। तर त्यहाँ हेर त्यो जुन एउटा जुन छ नि यसबाट के यानी उएसमा राखेर यो बनेको छ नि यो तिम्रो चाहिँ के छ भन्दाखेरि एउटै कार्बनमा नभएको कारणले एडजसेन्ट कार्बनमा भएको कारणले के हुन्छ भन्दाखेरि यो तिम्रो के हो प्रोपाइलिन ग्लाइकोल हो। यो के हुन्छ यो रिलेटिभली के हुन्छ स्टेबल हुन्छ किनकि एउटै कार्बनमा
के हाइड्रोक्सिल पार्ट OH पार्ट के एट्याच भयो भने के हुन्छ दिस बिकम अनस्टेबल तर त्यहाँ एउटा एक्सेप्सन छ है फेरि क्लोरलमा है तर के हुन्छ नर्मली यो यहाँ एकै ठाउँमा भएको कारणले इट्स दिस मोलिक्युल टेन्ड्स टु लुज द वाटर हो टु गेन द स्टेबिलिटी तर के प्रोपाइलिन ग्लाइकोलमा के हुन्छ भन्दाखेरि एडजसेन्ट कार्बन भएको कारणले यसको टेन्डेन्सी टु लुज द OH पार्ट होइन टु लुज द के अरे वाटर एन्ड गेन द डबल बोन्ड भन्ने कुरा के हुन्छ यसको टेन्डेन्सी हुँदैन बुझ्यौ यो के हुन्छ स्टेबल हुन्छ बुझ्यौ जुन भिसनलबाट बनेको कुराहरू के हुन्छ किनकि सेपरेट कार्बनमा छ भनेपछि के हुनु पर्यो भन्दाखेरि यसले तिम्रो दुईटा लस भएर गएको डबल बोन्ड आउने हो बुझ्यौ नि अब एउटा मात्र लस गरेर पनि के यसमा औचित्य नै छैन कि सिङ्गल बोन्ड नै आउने हो है बुझ्यौ OH लाई कुनै ग्रुपले गर्दै पनि के हुनु एउटा मात्र आउने हो कि बुझ्यौ डबल बोन्ड चाहिँ क्रिएट हुँदैन त्यस कारण के हुन्छ भन्दा तिम्रो भिसिनल डाइहाइड्राइडहरू के हुन्छ तिम्रो अनस्टेबल भएर वाटर लोसतिर जाँदैन तिम्रो जेमिनल भयो भने चाहिँ के हुन्छ इट बिकम्स अनस्टेबल सो इट टेन्ड्स टु लुज द वाटर एन्ड के क्रिएट द डबल बोन्ड इन्स्टेड है ल हेर त अब यहाँ हेर तिम्रो यो पनि तिम्रो के हो यो भिसिनल हो हेर त CH2 छ यहाँ Cl छ यो Cl छ यो VCl यो भएन यो पनि भिसिनल छ हेर त के छ भन्दाखेरि CH2 एउटा यहाँ आउने भयो एउटा यहाँ आउने भयो तिम्रो यहाँ होइन हेर यो 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 होइन सी भनेको यो यता सी यहाँ आएर हुने भयो यो के भयो तिम्रो यो भिसिनल पनि भएन एडजसेन्ट मेम्बरमै भएन यो नर्मली के भयो यो डाइक्लोरो मात्र भयो एन्ड दिस इज भिसिनल यो पनि हुने भएन अब यता र अब के छ यो जेमिनल त छ अब हेर है त्यहाँ यो जुन बनाएको छ नि भाइ बहिनीहरू यो C3H6 यो भनेको के भन्दाखेरि C3H6O भनेको C3H6O भनेको हेर त C3H6O भनेको तिम्रो यो प्रोपेनल हो कि CH3CH2CO यो हो तिम्रो हेर त 3 4 5 6 6टा हाइड्रोजन छ एउटा अक्सिजन छ एउटा अनि 3टा कार्बन छ एन्ड दिस इज द के प्रोपेनल अनि हामीलाई के थाहा छ तिम्रो जेमिनल तिम्रो अल्डिहाइड त्यहाँबाट अल्डिहाइड नै बन्छ OH के अनस्टेबल इन्टरमिडिएट बनेर त्यो वाटर लस गर्दै गर्दा र डबल बोन्ड बन्दै गर्दा त्यहाँ किटोन नि बन्न सक्छ त्यहाँ के हुन सक्छ तिम्रो त्यहाँ के किटोन नि बन्न सक्छ अल्डिहाइड नि बन्न सक्छ अल्डिहाइड बन्नको लागि तिम्रो के हुनुपर्छ भन्दाखेरि त्यहाँ तिम्रो टर्मिनलमा प्रेजेन्ट भएको डाइहाइड्राइडले अल्डिहाइड बनाउँछ र तिम्रो टर्मिनल ब्यागको अरू ठाउँमा भएको के हुन्छ अरू पोजिसनमा भएको डाइहाइड्राइडले जेमिनल डाइहाइड्राइडले किटोन बनाउँछ हेर त यहाँ के छ यो भनेको फेरि के हो भन्दाखेरि तिम्रो के हो यो अल्डिहाइड हो है ल हेर त अनि अरू हिन्ट पनि भनेको छ है यहाँ बियोन्ड अक्सिडेसन गिभ अ कम्पाउन्ड द फर्मुला C2 यो दिएको छ है अनि लास्टमा के भनेको छ भन्दाखेरि अनि डाइल्युट H2SO4 विथ कन्टेनिङ HgSO4 होइन यो तिम्रो के हुन्छ भन्दाखेरि यो तिम्रो यो के यो चाहिँ तिम्रो डिहाइड्रेसनको कुरा नै हो है अनि यो ब्रोमिन र यो भनिसकेपछि तिम्रो के भन्छ यो NaOBr भन्छ यो भनेको तिम्रो के हो हेलोफर्म टेस्ट है हेलोफर्म टेस्ट भन्न खोजेको हो बुझ्यौ यसले पनि के हुन्छ तिम्रो दिन्छ हेलोफर्म टेस्ट दिनलाई के हुनु एसिटोन हुनुपर्छ कि के हुनुपर्छ कि प्रोपेनल हुनुपर्छ दुवैले दिन्छ दिनु त होइन र दिन्छ नि है ल हेर यदि यहाँ उ आइदिएको भए तिम्रो के हुन्थ्यो CH3C डबल बन्ड हो अफ CH3 हुन्थ्यो बुझ्यौ यो यसले पनि दिन्छ हो अब हेर यो तिम्रो भिसनल त फालिदिइहाल्यो अब बच्यो के यसको यो बिचमा यो के 2 नम्बर कार्बन भएको डाइहाइड्राइड र के 1 नम्बरमा भएको डाइहाइड्राइड ल हेर त्यहाँ के भनिरहेको छ फेरि त्यहाँ अल्डिहाइड छ अथवा अल्डिहाइड छ भने कसरी थाहा पाउँछ भनेर सोध्ला है त्यहाँ प्रोपेनल नै किन दाइ त्यहाँ एसिडोन किन नै भन्ला है त्यहाँ एउटा के भनेको छ भन्दाखेरि यो C3H4 छ नि भाइ बहिनीहरू यो भनेको तिम्रो यस्तो हो कि C ट्रिपल बोन्ड C तिम्रो हेर है पहल तिम्रो के हुन्छ भन्दाखेरि यस्तो हुन्छ हेर है अब इनिसियली के हुन्छ भन्दाखेरि यस्तरी हुन्छ हेर है इनिसियली तिम्रो C जस्तो टर्मिनलमै यो नै किन हो भन्ने कुरा हेर है यो किन होइन भन्ने कुरा हेर है
टर्मिनलकै जेमिनल डाइहाइलाइड किन हो भन्ने कुरा हेर जस्तो हेर टर्मिनलमा सिएल सिएल भयो भने र अरूतिर मानौँ ल यहाँ सी छ हो अनि यतातिर पनि अगाडितिर पनि सी छ अब तिम्रो यो के भयो Cl2 भाग हट्यो हो हट्दै गर्दा सी 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 H2 तीनटा यहाँ एउटा एउटा यहाँ पनि डबल बन्ड हो C3H4 भन्न खोजेको नर्मली के भन्न खोज्यो भन्दाखेरि तिमीलाई ल यहाँ है यो पनि प्रोपेनल पनि दिन सक्छ भन्यो हो प्रोपेनल पनि दिन सक्छ अथवा एसिटोन पनि दिन सक्छ र C3H4 पनि दिन सक्छ भन्छ तिम्रो यो C3H4 बन्ने कन्डिसन भनेको त्यहाँ स्ट्रक्चर बनाएर पनि चेक गर C3H4 भनेको त्यहाँ के हुन्छ त्यहाँ तिम्रो ट्रिपल बन्ड प्रेजेन्ट हुनुपर्छ हो ट्रिपल बन्ड प्रेजेन्ट हुनको लागि तिम्रो टर्मिनल अल्काइन्स हुनुपर्छ है टर्मिनल अल्काइन्स बुझ्यो अब टर्मिनल अल्काइन्स भयो भने मात्र के भन्नु पर्यो तिम्रो अब यसको लागि त दुबेले दिने भए हैन र हेर त यसलाई पनि के अब यो भनेको एसिटोन लिन सक्यो यो भनेको तिम्रो प्रोपेनल लिन सक्यो अब त्यहाँबाट थाहा पाउन सकेन हैन अल्डिहाइड र किटोन थाहा पनि कसरी भन्दाखेरि तिम्रो हेर त C3H4 ले पनि थोरै हिन्ट दिन्छ है हिन्ट दिन्छ अनि तिम्रो के दिन्छ यो डाइल्युट एस्टरको रूपमा पनि के हुन्छ तिम्रो डिहाइड्रेसन गर्ने बेलामा पनि के हुन्छ किटोनले त्यो प्रोसिड गर्दैन है सो यहाँ तिम्रो के हुन्छ भन्दाखेरि प्रोपेनल हो प्रोपेनल दिनलाई तिम्रो के हुनु पर्यो भन्दाखेरि टर्मिनल डाइहाइलाइड हुनै पर्छ जेमिनल त हुनै पर्यो त्यो सी र डी त उड्यो अब अल्काइन भन्ने कुरा किन बुझ्यो C3H6 बनाउनलाई के तिम्रो अल्काइन आउनु पर्यो के अर्को त बनाउँदैन के अर्को के रे तिम्रो चाहिँ यदि ल यसको के हुने पर्यो हेर त 97 को ए है ल 98 मा हेर त प्लेक्सी PMMA इज अ पोलिमर अफ भनेको छ है PMMA भनेको हेर त PMMA भनेको यसको फ्लोमा के हो पोलिमिथाइल मिथा अक्राइलेट है यो याद गर है पोलिमिथाइल मिथा अक्राइलेट भन्छ सो हेर त मिथाइल अक्राइलेट हैन मिथाइल मिथा अक्राइलेट चाहिँ है यो फ्लोम हेर सो के हो नि सी हुन्छ है यस क्यान्सर के हुन्छ यो ए है अप्सन नम्बर है जेमिनल र भिसिनलको कुराहरु जान्नु पर्यो है अब 98 मा भयो हेर 99 मा हेर के भन्छ 99 मा इन्डिगो बिलोङ्स टु द क्लास अफ हेर त यो एकदम फेमस क्वेशन हो हेर यो सबैले मिलाएको नै होला हेर त इन्डिगो भनेको ब्याड डाइ है व्हिच द फलोइङ पेयर्स टु द फंक्शनल आइसोमेरिजम हेर त फंक्शनल भने के हेर त अल्डिहाइडको के हुन्छ अल्डिहाइडको अल्कल हुन्छ हुँदैन अल्कोहलको फेनल हुन्छ हुँदैन है अल्कोहलको के हुन्छ इथर हुन्छ है यो अल अफ दिस हुने कुरा भनेर कार्बोक्सिलिक एसिड र इस्टर चाहिँ दे आर द फंक्शनल आइसोमर अफ इच अदर ल केमिस्ट्री पोर्सन सक्यो है भाइ बहिनीहरु अब जुलोजी पोर्सन स्टार्ट गरौँ जुलोजी पोर्सन पनि म आफै नै गराउँछु ल हेर है स्टार्ट गरौँ है त ल के भन्छ भन्दाखेरि द कन्डिसन अफ कम्प्लिट एब्सेन्स अफ द स्पर्म्स इन द सेमेन भन्छ हेर त सेमेनमा यदि तिम्रो के कम्प्लिट एब्सेन्स भयो हो कम्प्लिट एब्सेन्स भइदियो भने त्यसलाई के भन्छ थाहा छ अस्पर्मिया भन्छ त्यस्तै यदि के भन्दाखेरि तिम्रो लेस काउन्ट अफ स्पर्म त्यहाँ स्पर्म त छ सेमेनमा तर के छ भन्दाखेरि त्यसको नम्बर चाहिँ हुनु पनि जति छैन एकदम के छ लेस एमाउन्टमा छ यसलाई हामीले के भन्छ ओलिगोस्पर्मिया भन्छ हो अनि कम्प्लिट स्पर्मियाको अस्पर्मिया भइहाल्यो हो अनि अर्को के छ ओलिगो भयो ओलिगोमा काउन्ट कम हुने अस्पर्मियामा कम्प्लिट एब्सेन्स हुने अनि हेर है तिम्रो स्पर्म इन द सेमेन हुन्छ हेर त एउटा पनि हुनु भएन नि त हैन ल हेर द कन्डिसन अफ कम्प्लिट एब्सेन्स अफ स्पर्म इन द सेमेन भनेको के हुँदो रहेछ अरे हेर त के हुने भयो एजोस्पर्मिया हुने भयो है एजोस्पर्मिया कि सरी अस्पर्मिया बुझ्यौ
ल के अरे एजोस्पर्मिया भनेको के हो भने फेरि सोध्छौ भनेपछि हेर त एजोस्पर्मिया भनेको के हेर त जू भनेको मोटिलिटी कुराहरू आउँछ एनिमल अथवा के मोटिलिटी भन्ने हुन्छ त्यहाँ के स्पर्म त छ हो स्पर्म त छ तर के छ मोटाइल अथवा फ्ल्याजिलेटेड स्पर्म त छैन के त्यसको फ्ल्याजिला के भयो ड्यामेज भयो अथवा त्यहाँ के भयो भन्दाखेरि नन फङ्सन जस्तो भयो बुझ्यौ सो के हुन्छ त्यो बेला तिमीमा हामी के भन्छौँ तिम्रो चाहिँ फ्ल्याजिला चाहिँ के भन्नु ड्यामेज भयो अथवा मोटिलिटीको लागि स्ट्रक्चर भएन भने त्यसलाई एजोस्पर्मिया भन्छौँ है ल्याक अफ फ्ल्याजिला भनौँ इन द स्पर्म ओलिगो भनेको के नम्बरमा कम हुनु पोली भनेको के नम्बरभन्दा बढी हुनु अस्पर्मिया भनेको के हुनुभयो तिम्रो कम्प्लिट एब्सेन्ट नै हुन्छ है 7 मा ल सो यसको एन्सर के हुने भयो भन्दाखेरि तिम्रो अस्पर्मिया हुने भयो है कम्प्लिट एब्सेन्ट भनेको छ है त्यो अघि जस्तो मैले जस्तै नझुकिनु है त्यो एजोस्पर्मिया है एजोस्पर्मिया के हुन्छ मोटिलिटी कम हुने है नहुने है मोटिलिटी नहुने ल 102 मा हेर लिम्ब ग्ल्यान्ड अफ फेरिटिमा टेक्स्ट पार्ट इन भनेको छ है के भनेको छ लिम्ब ग्ल्यान्ड भनेको छ यो लिम्ब ग्ल्यान्ड भन्दा बित्तिकै हेर त लिम्ब ग्ल्यान्ड भन्ने कुरा तिम्रो कहाँ पाउँछ भन्दाखेरि लिम्ब ग्ल्यान्ड तिम्रो के अर्थमको यो अर्थम भयो हैन तिम्रो के 26 सेगमेन्टदेखि तल है लास्टसम्म के हुन्छ लिम्ब ग्ल्यान्ड प्रेजेन्ट हुन्छ अनि यसको मेन काम भने के तिम्रो फागोसाइटोसिस है यो चाहिँ नबोल्नु है ल यसको एन्सर के हुने भयो हेर त सो फर्मेसन अफ फागोसाइटोसिस अब फर्मेसन अफ रेड ब्लड कर्पुस्कल त कहिले गर्छ थाहा छ यो तिम्रो ब्लड ग्ल्यान्ड भन्ने हुन्छ ब्लड ग्ल्यान्ड भनेको कहाँ हुन्छ तिम्रो फेरेन्जियल नेफ्रिडियाको रिजनमा हुन्छ भनेको 4, 5 र 6 मा हुन्छ है ल अब हेर लार्भा अफ हेमिकोडाटा भनेको छ है हेर त लार्भा अफ हेमिकोडाटा हेमिकोडाटाको एउटा फेमस इक्जाम्पल के हो अरे भाइ बहिनीहरू भन त ल के हो ल भन कसले जानेछ हेर त हेमिकोडाटाको फेमस इक्जाम्पल भनेको के हेमिकोडको फेमस इक्जाम्पल भनेको तिम्रो बेलानोग्लोसस हेर त अनि यसको लार्भल फर्म के हो भनेको सोधेछ है लार्भल फर्म के हुन्छ यसको हुन्छ तिम्रो टोर्नारिया हुन्छ है टोर्नारिया हुन्छ है अब हेर बाइपिनेरिया भनेको फेरि कसको यो तिम्रो स्टारफिसको यो ट्रोकोफोर भनेको फेरि कसको मोलुस्का अथवा एनिलिडाको है अनि यो डाइप्लुरा भनेको फेरि के भन्दाखेरि यो डाइप्लुरा फेरि तिम्रो त्यो जस्तो के अरे यो बाइपिनेरिया चाहिँ तिम्रो स्टारफिसकै स्पेसिफिक हो तर टोर्नारिया भनेको के हो के अरे टोर्नारिया के डाइप्लुरा भनेको के भन्दाखेरि इकान्डर्माटाको लार्भल फर्मको अथवा लार्भाको एन्सिस्टर मानिन्छ के पहिला है त्यो यो जुन बाइपिनेरियाको छ नि यिनीहरूलाई यिनीहरूको ओरिजिन नै के हो अरे भन्दाखेरि डाइप्लुरा हो भन्छ है डाइप्लुरा भन्छ सो कहिलेकाहीँ दियो भने चाहिँ इकान्डर्माटाको लार्भा फर्म के हो भनेको दियो भने चाहिँ डाइप्लुरा लाउनु है बुझ्यो अहिले एक्जिस्टिङ लार्भाको पनि के एउटा एन्सिस्ट्रल लार्भा मानिन्छ कि है ब्लुप्रिन्ट एन्सिस्ट्रल ब्लुप्रिन्ट अफ द लार्भा अफ इकान्डर्माटा इज डाइप्लुरा सो एन्सर के हो नि बेसमा टोर्नारिया हुने भयो है ल हेर 104 मा हेर द एपिथेलियल लाइनिङ अफ द स्पोन्जोसिल अफ द साइकन भनेको छ हेर त के अरे साइकनको स्पोन्जोसिलको क्याभिटी कसले लाइन गर्छ भन्छ हेर त ल हेर है यो तिम्रो मेजेन्काइम हुन्छ है मेजेन्काइम हुन्छ तिम्रो यो भित्र के हुने भयो यो फ्ल्याजिलेटेड सेल्स हुन्छ दिस इज कोइनोसाइट्स हो यो भनेको यो पार्ट भनेको यो भित्रको यो पार्ट भनेको के हो तिम्रो स्पोन्जोसिल हुन्छ हो भित्रको स्पोन्जोसिल है स्पोन्जोसिल क्याभिटी लाइन गर्ने भनेको तिम्रो कोइनोसाइट हुन्छ भनेको फ्ल्याजिलेटेड सेल्सहरू हुन्छ हो FLAGELLATT है फ्ल्याजिलेटेड सेल्स हुन्छ दिस इज कोइनोसाइट्स द्याट एक्चुअली लाइनिङ द के स्पोन्जोसिल है बुझ्यो इन्टरनल क्याभिटी अफ द साइकन अनि बाहिरको सोध्यो भने चाहिँ बाहिरको एपिथेलियम चाहिँ यो दिस इज पिनाकोसाइट्स अनि यो इन्ट्रान्सको लागि चाहिँ के प्यासेज यो दिने चाहिँ यसलाई चाहिँ के भन्छ पोरोसाइट्स भन्छ है के भन्नुभयो फुड क्याप्चर गर्नलाई फुड इन्जेस्ट गर्नलाई है त्यो चाहिँ एउटा मुभमेन्ट क्रिएट गरेर फुड इन्जेस्ट गर्नलाई फ्ल्याजिलेटेड सेल्स रेस्पोन्सिबल हुन्छ त्यसको नाम चाहिँ के हो कोइनोसाइट्स हो है सो हेर त द एपिथेलियल लाइनिङ अफ द स्पोन्जोसिल अफ साइकन इज कम्पोज्ड अफ स्पोन्जोसिल भनेको छ है यो जान्नुपर्छ है स्पोन्जोसिलमको भित्रको क्याभिटी द्याट इज सिङ्गल लेयर अफ कोइनोसाइट्स अप्सन नम्बर बी र 105 मा हेर इन फ्रग विच पार्ट्स अफ द फलोइङ कन्स्टिट्युटेड
इन टेलेन्सेफालन भन्छ है। टेलेन्सेफालन भनेको पहिला सुरु के हो भनेको जान्नु पर्यो है। टेलेन्सेफालन भनेको तिम्रो के भन्दाखेरि सेरेब्रम हो। सेरेब्रम हेर त, सेरेब्रमलाई के भन्छ हामीलाई के थाहा छ, फोर ब्रेन हो। फोर ब्रेन, मिड ब्रेन र हिन्ड ब्रेन हुन्छ। फोर ब्रेनलाई के भन्छ, फोर ब्रेनलाई प्रोजेन्सेफालन भन्ला हो। यो प्रोजेन्सेफालन भित्र के हुने भयो, टेलेन्सेफालन हुने भयो। सेरेब्रम प्लस ओल्फ्याक्टरी प्लेक्सस अथवा लोब्सहरू हुने हो। अब मिड ब्रेन भने के, यो भनेको तिम्रो के मेजेन्सेफालन हो। अब हिन्ड ब्रेन जहाँ चाहिँ मेडुला ब्लाङ्काटा हुन्छ हो, अनि सेरेब्रम हुन्छ। यसलाई चाहिँ हामीले के भन्छौँ, दुईटामा डिभाइड छ, द्याट इज मेटेन्सेफालन भन्ने हुन्छ, मेटेन्सेफालन र एउटा माइलेन्सेफालन हुन्छ हो। तिम्रो यो माइलेन्सेफालन भनेको के हो, यो भनेको तिम्रो मेडुला ब्लाङ्काटा हो। मेटेन्सेफालन के तिम्रो के सेरेब्रम है। ल हेर त, टेलेन्सेफालन भित्र के पनि रहेछ, सेरेब्रम प्लस भनेको मेन कुरा त फोर ब्रेनमा पढ्ने भयो। फोर ब्रेनलाई प्रोजेन्सेफालन हुन्छ, त्यसभित्र के गर्ने भयो, टेलेन्सेफालन पर्छ। टेलेन्सेफालन र डायन्सेफालन हुन्छ। डायन्सेफालनको कुरा गरेको छैन। अब त्यहाँ दुईवटा कुरा हुन्छ, प्रोजेन्सेफालनमा डायन र टेलेन्सेफालन हुन्छ। टेलेन्सेफालन भित्रमा के हुन्छ, सेरेब्रम र ओल्फ्याक्टरी प्लेक्ससहरू हुन्छ है, ओल्फ्याक्टरी लोब्सहरू हुन्छ। ल हेर कहाँ छ अप्सन नम्बर सीमा छ है, सेरेब्रम प्लस ओल्फ्याक्टरी प्लेक्सस। ल हेर एकछिनमा हेर, एकछिनमा के भन्छ, हुन्छ द फलोइङ सब्सटेन्स इफ इन्ट्रोड्युस इन्टु द ब्लड सिस्टम वुड कज द कोअगुलेसन अफ द ब्लड एट द साइट अफ इट्स इन्ट्रोडक्सन भने है। यो भनेको तिम्रो 106 भनेको भर्खरको रिसेन्ट सीको 106 जुन 106 छ, इट इज द क्वेसन अफ CE 2026। हेर त, यो एट द साइट अफ कोअगुलेसन भनेपछि जहिले पनि के जान्ने, थ्रोम्बोप्लास्टिन जान्ने है। साइट अफ कोअगुलेसन भन्दा बित्तिकै दिमागमा के हुनु पर्यो, थ्रोम्बोप्लास्टिन हुनु पर्यो, जसले के काम गर्छ, जसले प्रोथ्रोम्बिनलाई थ्रोम्बिन बनाउँछ है। यो भनेको इनएक्टिभ, यसलाई एक्टिभ फर्म बनाउँछ। अनि द्याट हेल्प्स इन द के कोअगुलेसन अफ द ब्लड है। एट द साइट अफ इट्स इन्ट्रोडक्सन भन्दा बित्तिकै जानु पर्यो थ्रोम्बोप्लास्टिन भनि जानु पर्यो है। ल हेर त, कति नम्बरमा छ थ्रोम्बोप्लास्टिन, अप्सन नम्बर डीमा छ है। ल अब हेर 107मा हेर, नम्बर अफ नेफ्रोन्स अफ किडनी इज इक्वल टु भनेको छ। हेर त, ल यसलाई एकछिन यहाँबाट हेरौँ त। ल नम्बर अफ नेफ्रोन्स इन किडनी इज इक्वल टु भनेको एउटा सम अफ बोमेन्स क्याप्सुल। हेर त, हामीलाई के थाहा छ, एउटा वान नेफ्रोन है, हामीले नेफ्रोनको स्ट्रक्चर हेर त, नेफ्रोनको स्ट्रक्चरमा हेर त, एउटा नेफ्रोनको स्ट्रक्चरमा हामीले के देख्यो हेर त, यस्तो देखेको नि है, यो गरेको हो। यो कलेक्टिङ डक्ट है, तलको लुप अफ भेनले। हेर त, यो हामीले के देखेको, के अरे ग्लोमेरुलस भन्ने हामीलाई थाहा छ हो। के थाहा छ भन्दाखेरि माल्फिजियन बडी हुन्छ हो, माल्फिजियन कर्पुस्कल हुन्छ हो। त्यसमा के हुन्छ तिम्रो, तिम्रो के आउँछ, एउटा बोमेन्स क्याप्सुल आउँछ हो, एउटा आउँछ के ग्लोमेरुलस आउँछ। एउटा नेफ्रोनमा, एउटा नेफ्रोनको स्ट्रक्चरमा एउटा नेफ्रोनमा के हामीले के भेटेका छौँ, एउटा ग्लोमेरुलस भेटेका छौँ नि। यो माल्फिजियन कर्पस्कल भनेको त यो ग्लोमेरुलस र बोमेन्स क्याप्सुललाई इन्क्लुड गर्छ। हेर एउटा नेफ्रोनमा के हुन्छ थाहा छ, सम अफ बोमेन्स र ग्लोमेरुलसको जति हुँदैन, सम अफ भयो भने त के डबल हुने भयो होइन। यो बोमेन्स, यो मानौँ ल एउटा यो नेफ्रोनको नम्बर, जस्तो नेफ्रोनको के एउटा नेफ्रोनमा एउटा बोमेन्स र एउटा ग्लोमेरुलस हुने हो। अब यहाँ दुईटालाई एड गर्ने भन्यो होइन, डबल द नम्बर अफ बोमेन्स क्याप्सुल त्यो पनि होइन। यो त एउटै कुरा भयो नि त, सम अफ बोमेन्स क्याप्सुल एन्ड माल्फिजियन कर्पस्कल। अब झन् यो त हुँदै हुँदैन बिमार। हेर त, माल्फिजियन कर्पस्कल त फेरि बोमेन्स क्याप्सुल नै आउँछ। सो यो हुने भएन। सो हुने भयो त के इक्वल टु द नम्बर अफ बोमेन्स क्याप्सुल हुने भयो है। ल हेर है, अब 108मा के भन्छ, विच अफ द फलोइङ इज कन्सिडर टु बी द कोज डिजिज भनेको के दिएको छ,
एड्स दिएको छ, ट्युबरक्लोसिस दिएको छ, डिप्थेरिया दिएको छ, लेप्रोसी दिएको छ है। हेर त कोज डिजिज भनेको हामीले के पढेको छौँ, हेर त रोबर्ट कोचले डिस्कभर गरेको कारणले हामीले ट्युबरक्लोसिसलाई के भन्छौँ, कोज डिजिज भन्छौँ है। ल लेप्रोसीलाई के भन्छ, ह्यान्सन्स भन्छ है। एड्स डिप्थेरिया भयो है, यिनको कमन नाम चाहिँ छैन है। ल हेर when a nerve fiber is stimulate the inside of the membrane becomes भन्छ। हेर त हामीलाई के थाहा छ, नर्मल रेस्टिङ पोटेन्सियलमा हेर त रेस्टिङ पोटेन्सियलमा हामीलाई के थाहा छ भन्दाखेरि यो मानव के यो एक्जन मानव हो, यो भित्र के हुन्छ, यो बाहिर प्लस 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 भित्र हाम्रो के हुन्छ, नेगेटिभ नेगेटिभ यस्तो हुन्छ हो। के भन्नुभयो, रेस्टिङ पोटेन्सियलमा हो, केही नभएको बेलामा, डिपोलराइजेसन नभएको बेलामा हो, नर्मल एकदम रेस्टिङ पोजिसनमा। यो खासमा नि प्लस र नेगेटिभ भन्दा पनि यस्तो रिलेटिभ हेर्नुपर्छ क्या। जस्तो बाहिर सोडियमको कन्सन्ट्रेसन Na+ कन्सन्ट्रेसन इन कम्पेरिजन टु द K+ बढी हुने कारणले त्यो बाहिर तल भित्रको भन्दा के भित्र त के हुन्छ, पोटासियम हुन्छ, बाहिरतिर त Na+ हुन्छ, अनि फेरि के हुन्छ, Na+ पनि के हुन्छ, बढी हुन्छ कि, त्यस कारण हामीले बाहिर पोजिटिभ हुन्छ, जस कारणले रिलेटिभ इफेक्ट चाहिँ भित्र नेगेटिभ हुन्छ भनी भन्छौँ है। अब के भन्नुभयो, त्यहाँ स्टिमुलेसन आयो हो, स्टिमुलेसन भयो है। यहाँ स्टिमुलेसन भयो भने के हुन्छ भन्दाखेरि तिम्रो के स्टिमुलेसन के डिपोलराइजेसन हुन्छ। डिपोलराइजेसन भयो भने के हुन्छ, यो स्ट्रक्चरमा के हुन्छ, भित्र पोजिटिभ हुन्छ, किनकि भित्र के बाहिर के 3 यहाँ यता के भन्यो, भित्र आउँछ हो भित्र आउँछ। सो दुईटा K+ फेरि के बाहिर जाने हो, तर के अल्टुगेदर के हुन्छ, के भन्नु अल्टुगेदर के हुन्छ, भित्र के भन्नुभयो, 1 चार्ज बेनिफिट भइरहेछ। सो भित्र प्लस प्लस हुन्छ, पोजिटिभ हुन्छ, बाहिर नेगेटिभ नेगेटिभ भइदिन्छ है। फेरि रिपोलराइजेसन हुन्छ र फेरि नर्मल त्यो हाइपर पोलराइजेसन पनि जान सक्छ। त्यसपछि के हुन्छ, फेरि रिपोलराइजेसन हुन्छ भनेको नर्मल कन्डिसनमा फेरि रिटर्न ब्याक हुन्छ है। सो के हुन्छ, व्हेन अ नर्भ इज स्टिमुलेटेड द इनसाइड अफ द मेम्ब्रेन बिकम्स पोजिटिभली चार्ज है। हेर अब हेर 110 मा हेर, इफ अ म्यान एब्डुसेन्स नट बी इन्जर विच द फलोइङ फङ्सन विल बी एफेक्टेड भनेको छ। एउटा के स्वालोइङ भनेको छ, एउटा नेकको मुभमेन्ट, एउटा टङको मुभमेन्ट, एउटा आइबलको मुभमेन्ट भनेको छ। हेर त अब हेर है, स्वालोइङको लागि के छ, स्वालोइङको लागि त हाइपोग्लोसल छ है। ल हेर है, अब हामीलाई एउटा नेमोनिक्स के थाहा छ भन्दाखेरि एउटा एसओ4 LR6 भन्ने छ नि, हाम्रो आईमा पनि के हुन्छ, एउटा भोलेन्टरी मसल्स हुन्छ, अर्को के हुन्छ, इनभोलेन्टरी हुन्छ। अब भोलेन्टरीमा त सिलियरी र इरिडियल मसल हुन्छ, इनभोलेन्टरीमा के हुन्छ, तिम्रो यो आइबल भन्छ, तिम्रो एउटा यस्तो हुन्छ हो, तिम्रो अब्लिक हुन्छ। हेर त भनेको दुईटा ल्याटरल, एउटा सुपेरियर एउटा इन्फेरियर र एउटा चाहिँ के यो ल्याटरल हो, यो सुपेरियर यो इन्फेरियर, यो भने के सुपेरियर हुनुभयो होइन, एउटा ल्याटरल हुनुभयो, एउटा सुपेरियर, अनि तिम्रो के हुनुभयो, एउटा इन्फेरियर हुनुभयो हो। सुपेरियर इन्फेरियर र ल्याटरल हुनुभयो त है। यहाँ हेर सुपेरियर तिम्रो ल्याटरल रेक्टसलाई के हुन्छ, तिम्रो कति नम्बरको क्रेनियल नर्भले सप्लाई गर्छ 6 नम्बरको क्रेनियल नर्भले के हुन्छ, त्यहाँ चाहिँ सप्लाई गरेको हुन्छ हो। भनेको त्यहाँ कति हुन्छ, ल्याटरल रेक्टसमा चाहिँ क्रेनियल नर्भ 6 को सप्लाई हुन्छ भनेपछि सुपेरियर र अब्लिकमा के हुन्छ। हेर त यो यो ल्याटरल के हुन्छ तिम्रो, यो दिस इज ल्याटरल है, एन्ड दिस इज के, दिज आर अब्लिक। सुपेरियर र अब्लिकलाई चाहिँ 4th क्रेनियल नर्भले सप्लाई गर्छ भनेपछि ल्याटरल रेक्टसलाई कति गर्छ, 6th क्रेनियल नर्भले। हामीलाई के थाहा छ, अनि 6th क्रेनियल नर्भ यहाँ के हो, एब्डुसेन्स हो। अनि यो ल्याटरल रेक्टस मसलले के गर्छ भन्दाखेरि यसले आई मुभमेन्ट ल्याटरल भन्छ अझ मेनली है, ल्याटरल आई मुभमेन्ट भन्छ अझ है। सो मुभमेन्ट अफ द आइबल है, ल्याटरल मुभमेन्ट अफ द आइबल। सो एब्डुसेन्स भने के, यो भने कति 6th नम्बरको क्रेनियल नर्भ
हामीसँग के थाहा छ नेमोनिक छ के नेमोनिक छ यासो4 LR6 भन्ने ल्याटरल रेक्टसलाई 6th क्रेनियल नर्भले सप्लाई गर्छ जसको नाम के एब्डुसेन्स। ल 111 मा हेर ड्युरिङ कन्ट्र्याक्सन अफ मसल्स के हुन्छ भने है कन्ट्र्याक्सन अफ मसलमा के हुन्छ भन्दाखेरि भाइ बहिनीहरू जुन एक्टिन भन्ने हुन्छ नि थिन फिलामेन्ट र थिक फिलामेन्ट हुन्छ मायोसिन। थिन फिलामेन्ट चाहिँ थिक फिलामेन्टको माथि गएर के हुने भयो तिम्रो त्यहाँ स्लाइडिङ मुभमेन्ट हुने है त। एक्टिन फिलामेन्ट स्लाइड्स ओभर द के मायोसिन फिलामेन्ट है। सो कति नम्बरमा छ यो अप्सन हेर त एमा छैन एक्टिन ओभर द एक्टिन ओभर एक्टिन होइन के हो मायोसिन फिलामेन्ट ओभर एक्टिन होइन एक्टिन फिलामेन्ट स्लाइड ओभर चाहिँ मायोसिन चाहिँ हो है। सो अप्सन नम्बर सी है। ल अ डक्टर एडभाइस अ पेसेन्ट टु इट द मोर येल्लो फ्रुट्स क्यारोट्स एन्ड बटर भने हेर त यहाँ के गरिरहेको छ हेर त तिमीलाई फ्रुट्स खाना भनिरहेको छ अरे डक्टरले हेर है के भनिरहेको छ एउटा पेसेन्टलाई येल्लो फ्रुट्स बटर खाने भनिरहेको छ हेर त। हामीलाई के थाहा छ येल्लो फ्रुट्समा के पाउँछ अरे येल्लो फ्रुट्समा के पाउँछ अरे हामीलाई के थाहा छ बिटा क्यारोटिन भन्ने पाउँछ हो क्यारोटिन सब्सटेन्स पाउँछ बिटा क्यारोटिन। यो के हो यो प्रिकर्सर हो केसको लागि प्रिकर्सर अफ के भिटामिन ए आँखाको लागि हामीलाई थाहा छ नि के नाइट ब्लाइन्डनेस भिटामिन ए को कमीले के लाग्छ नाइट ब्लाइन्डनेस हुन्छ रतन्दो लाग्छ नि हाम्रो आँखाको। त्यही भएर हामीले के हरियो सागपात खानुपर्छ भन्छ नि गाजरहरू खानुपर्छ होइन प्यालो फलफुलहरू खानुपर्छ होइन भन्छ नि। सो येल्लो फ्रुट्समा के हुन्छ बिटा क्यारोटिन पर्याप्त हुन्छ हो रिच हुन्छ है। सो येल्लो फ्रुट्स रिच इन बिटा क्यारोटिन। सो इट इज द प्रिकर्सर अफ द भिटामिन ए जसले चाहिँ भिटामिन ए बन्नलाई हामीलाई के गर्छ हेल्प गर्छ। सो हेर त किन भने होला भन्दाखेरि क्वासिओर्कर भने के हो हेर त क्वासिओर्कर भनेको तिम्रो यो प्रोटिनको मात्रै प्रोटिन डिफिसियन्सी लाग्छ। मरासमस फेरि के हो तिम्रो प्रोटिन पनि हो फ्याट्स पनि हो प्लस कार्ब्स पनि हो केही खानै नपाउने है कार्बो है कार्बोहाइड्रेट है सबै। यसलाई के भन्छ मरासमसलाई सुकेनास भन्छ नेपालीमा क्वासिओर्करलाई के भन्छ फुकेनास भन्छ है। सो तर के प्यालो फ्रुट यो येल्लो फ्रुट्सहरू र क्यारोट्सहरू खान किन भनेको भन्दाखेरि बिटा क्यारोटिन बढी होस् ताकि भिटामिन एलाई भिटामिन ए बनोस् र नाइट ब्लाइन्डनेसको लागि सफर भएको मान्छेलाई हेल्प होस् भनेर चाहिँ त्यो खाना भनेको। ल हेर 113 मा के भनेको छ ट्रान्सप्लान्ट फर्ममा ट्विन ब्रोदर भनेको छ हेर त। हाम्रो यो के टिस्यु ट्रान्सप्लान्टेसनमा हामीलाई के थाहा छ 4वटा कन्डिसन छ हो। यदि के हाम्रै मानव मेरो के एउटा यो पाखुराको मासुलाई र मेरो कतिलाई खुट्टामा र मैले के गरेँ ट्रान्सप्लान्ट गरेँ हो यहाँबाट निकाल्दा त्यहाँ गएर ट्रान्सप्लान्ट गरेँ भने दिस इज कल्ड के अटोग्राफ्ट। त्यस्तै अब ट्विन्सहरूको कुराहरू आयो भने के ट्विन्सहरूको ब्रोदरमा चाहिँ एउटाको पार्ट चाहिँ अर्को टिस्यु चाहिँ अर्कोमा गएर ट्रान्सप्लान्ट गऱ्यो भने त्यसलाई के भन्छ हामीले त्यसलाई भन्छौँ आइसोग्राफ्ट भन्छौँ है। अनि विदिन द सेम स्पेसिस मानव म र एकजना कुनै मान्छेमा चाहिँ के भन्नुभयो ट्रान्सप्लान्ट गऱ्यो भने जस्तो के भन्नुभयो तिम्रो लिभर ट्रान्सप्लान्ट गर्छ नि होइन अनि आई ट्रान्सप्लान्ट गर्छ त्यो चाहिँ के त्यसलाई के भन्छौ एलोग्राफ्ट भन्छौ। र अब के हुन्छ अब बिट्विन द स्पेसिस भनेको एउटा म्यान र कुनै एनिमल्स मानव पिगहरू होला सिप अथवा कुनै पनि एनिमल्सहरू लियो भने त्यसलाई चाहिँ हामीले के भन्छौँ जेनोग्राफ्ट भन्छौँ है। ल यसो हेर त ट्विन्स ब्रोदर भन्यो त्यस कारणले के हुने भयो हेर त ट्विन्स ब्रोदर भन्यो त्यो एउटा आइसोग्राफ्ट हुने भयो है मैले भनिसकेको छु है एलोजेनो र अटोको बारेमा। अनि अर्को हेर डिजिटल फर्मुला अफ द 4 लिम्स इन द फ्रग भनेको छ हेर त फ्रगमा को डिजिटल फर्मुला 4 लिम्सको है फ्रगको हेर त हामीलाई के थाहा छ 4 लिम्समा फ्रगको के हुँदैन फ्रगको नो पोलेक्स भन्नाले यो बुढियावाला हुँदैन यो हुँदैन है यो बुढियावाला हुँदैन भनेपछि के हुने भयो 0 हुने भयो 2 2 3 3 हुने भयो। अब त्यस्तै के हुनु कहिले काहीँ ह्यान्डलिङ पनि सोधेला ह्यान्डलिङको सोध्यो भने के हुन्छ भन्दाखेरि यसको 2 2 3 4 3 याद गर्ने है बुझ्यौ। ऱ्याबिटमा चाहिँ हलेक्स हुँदैन ऱ्याबिटमा के हुन्छ तिम्रो ऱ्याबिटमा चाहिँ तल तिम्रो टो हुँदैन है हलेक्स हुँदैन त्यसलाई भन्छ के अरे हलेक्स भन्छ त्यो हुँदैन भनेपछि उमा चाहिँ फ्रगमा चाहिँ के हुन्छ पलेक्स हुँदैन है बुढियावाला हुँदैन है त थम फिङ्गर। सो के हुने भयो 14 को ए हुने भयो है 2 2 3 3 हो एमा छ। अब हेर हुज द फलोइङ पोजिस पल्सेटिङ हर्ट हेर त हामीले अर्थमा पढ्दै गर्दाखेरि के अरे पल्सेटिङ हर्ट पढेको हो कि नै पढेको नि है। ल हेर है हेर त
पल्सेटिङ हार्ट भनेको यसले के गर्न खोज्यो भन्दाखेरि हेर के अरे एक्चुअल हार्ट त हुँदैन, एक्चुअल हार्ट हुँदैन। पल्सेटिङ भन्ने गर्छ के भन्दाखेरि पल्सेटिङ भनेको पल्सेटिङ हार्टमा तिम्रो सर्कुलेसनको लागि रेस्पोन्सिबल को हुन्छ, त्यहाँ भएको तिम्रो के ब्लड भेसल्सहरू है। त्यो हामी के भन्छौँ त्यहाँ हाम्रो हार्ट के अरे हार्टमा के छ 4 पेयर्स अफ हार्ट भन्छौँ नि हार्ट है। कहाँ कहाँ हुन्छ त भन्दाखेरि एउटा 7 सेगमेन्टमा हुन्छ, एउटा 9th-मा हुन्छ, एउटा चाहिँ के हुन्छ 12 एन्ड 13th-मा हुन्छ है। के ल्याटरल इसोफेगल हार्टहरू हुन्छ है। ल यसलाई भन्न खोजेको है, यही ब्लड भेसल्सहरूलाई एक्चुअल हार्ट हुँदैन तर के एज इट एक्ट्स एज अ के हार्ट जसलाई चाहिँ हामीले विच वी कल्ड एज अ पल्सेटिङ हार्ट भन्छौँ। त्यहाँ चाहिँ रेस्पोन्सिबल के हुन्छ ब्लड भेसल चाहिँ रेस्पोन्सिबल हुन्छ र है। कतिमा हुन्छ अरे 7, 9, 12 एन्ड 13 सेगमेन्टमा हुन्छ है। ल हेर त कहाँ छ अर्थमा छ यहाँ हेर त ल हेर है। मान्छेमा ट्रु हार्ट नै हुन्छ, फ्रगमा मायोजेनिक हार्ट हुन्छ हो, के फ्रगमा मायोजेनिक हुन्छ है त। ऱ्याबिटमा के भन्नुभयो ऱ्याबिट पनि के हाम्रो जस्तै हुन्छ हो, ह्युमन जस्तै हुन्छ। अब के अरे फ्रगमा पनि के भयो हार्ट के अरे रियल हार्ट नै हुन्छ हो, एक्चुअल हार्ट नै हुन्छ ट्रु हार्ट, तर अर्थमा चाहिँ हुँदैन है, पल्सेटिङ हार्ट हुन्छ है। ल 16मा हेर द सेल्फ गभर्निङ नर्भस सिस्टम भनेको छ हेर त। यसले त हेर त क्वेसनमै एन्सर जस्तो देखिन्छ यसमा त। हेर त सेल्फ गभर्निङ भनेको के हेर त आफै रेगुलेटेड गर्ने भनेको अरूको कुनैको स्टिमुलेसन चाहिँदैन अरे। हेर त फङ्सन गर्नको लागि रेगुलेसनको लागि के भयो अरूको के स्टिमुलेसन चाहिँ आवश्यक हुँदैन अरे। केमा होला भन त यो हो अटोनोमिक नर्भस सिस्टम। हेर त नामैबाट काफी छ हेर त अटोनोमिक नर्भस सिस्टम हेर है तिम्रो के यो सेन्ट्रल नर्भस सिस्टम, दिस इज के तिम्रो पेरिफेरल नर्भस सिस्टम, दिस इज सिम्प्याथेटिक नर्भस सिस्टम है। सिम्प्याथेटिक र प्यारासिम्प्याथेटिक हुन्छ। सिम्प्याथेटिकले के गर्छ मुडलाई के गर्छ अफ गरिदिन्छ, प्यारासिम्प्याथेटिकले के गर्छ कुल डाउन गर्छ। तर फेरि के हार्टमा उल्टो छ, हार्टमा तिम्रो के गर्छ प्यारासिम्प्याथेटिकले के गर्छ त्यहाँ भ्यागस नर्भ जान्छ नि है, भ्यागस नर्भले के जस्तो काम गर्छ प्यारासिम्प्याथेटिक जस्तो है। भ्यागस नर्भ काट्दियो भने के हुन्छ थाहा छ हार्टबिट बढ्दैन के हार्टबिट घट्छ है त। सो यसको एन्सर के हो नि भयो अटोनोमिक नर्भस सिस्टम भन्ने भयो। 17मा हेर 17मा के भनेको छ विच अफ द फलोइङ इज रेस्पोन्सिबल फर द इन्क्रिज इन भेन्टिलेसन अफ लङ्स। अब हामीलाई थाहा छ है यो क्वेसन्सहरू आइरहेको हुन्छ, ख्याल गर्नुपर्छ। हेर यो भेन्टिलेसन यो चाहिँ हाम्रो लङ्सको भेन्टिलेसनलाई इन्क्रिज गर्न र डिक्रिज गर्नमा रोल कसको हुन्छ भन्दाखेरि जान जहिले पनि कार्बन डाइअक्साइड इज रेस्पोन्सिबल फर द्याट। अब हेर दाइ CO2 त भन्नुभयो, अब इनहेल्ड कि एक्सहेल्ड भन्ला हो है। ल हेर जस्तो नर्मली शरीरभित्र के हो अक्सिजन र कार्बन डाइअक्साइडको इक्विलिब्रियम कन्डिसन मेन्टेन भइरहेछ। यदि तिम्रो के हो नि भयो CO2 को इन्टेक बढ्दै गयो भने हेर त तिमीले लिने हावामा तिम्रो CO2 को कन्टेन्ट के भयो बढ्दै गयो भने भनेपछि तिम्रो के हुन्छ तिम्रो के भनेको लिइसकेपछि तिम्रो के हुन्छ भन्दाखेरि तिम्रो आर्टेरियल ब्लडमा भएको के आर्टेरियल ब्लडमा भएको जुन पेरिफेरल केमोरिसेप्टर भन्छ नि जसले चाहिँ के गर्छ तिम्रो पेरिफेरल केमोरिसेप्टर हुन्छ है आर्टेरियल ब्लडमा के हुन्छ जुन पेरिफेरल केमोरिसेप्टर हुन्छ यसले के गर्छ सेन्सेट हाइपरक्याप्निया भन्छ है। यो भनेको के थाहा छ ब्लडमा क्याप्निया है, ब्लडमा के CO2 को लेभल बढ्नुलाई हामीले के भन्छौँ हाइपरक्याप्निया भन्छ है। आर्टेरीमा भएको पेरिफेरल केमोरिसेप्टरले हाइपरक्याप्निया भएकोलाई सेन्सेट गर्छ भन्नाले इनहेल्ड एयरमा CO2 कन्टेन्ट कति छ बढी छ कि कम छ बढी भएछ भने चाहिँ तिम्रो के गर्छ भन्दाखेरि तिम्रो भेन्टिलेसन चाहिँ लङको भेन्टिलेसन के गर्छ बढाइदिन्छ है CO2 को मात्रा बढी भयो भने है। सो के हुने भयो यसको एन्सर हेर त इन्क्रिज अफ CO2 यो त डिक्रिज त हुने भएन। सो इन्क्रिज के हुने भयो एक्सहेल्ड एयरमा कि इनहेल्डमा सो इनहेल्डमा है। ल हेर 118मा हेर इन म्यान नोडल्स अफ लिम्फोटिक्स आर फाउन्ड हेर त यसमा त के भनेको छ हेर त एउटा इसोफेगस दिएको छ, एउटा इलियम दिएको छ, एउटा रेक्टम दिएको छ, एउटा कोलम दिएको छ। हेर त यिनी मध्येमा हेर त भाइ बहिनीहरू हामीसँग लिम्फोइड टिस्यु हामीले के पढाएछौँ इसोफेगसमा हुँदैन हो। इसोफेगस के हो इट इज द पार्ट अफ जेट ट्र्याक्ट, रेक्टम पनि जेट ट्र्याक्ट,
कोलोनको पनि के लार्ज इन्टेस्टाइनको पार्ट, इसोफेगस पनि छुट्टै पार्ट भइहाल्यो, जसले चाहिँ के गर्छ, जसले फुड चाहिँ के ल्याउँछ, बोलसलाई चाहिँ जुन तिम्रो के हुन्छ त्यसलाई के भन्छ के अरे वेबी मुभमेन्ट भन्छौँ होइन होइन अफ फुड, वेबी मुभमेन्ट अफ फुड भन्छौँ है। अनि खाएको पार्टलाई बोलसलाई तिम्रो के अरे जुन वेबी मुभमेन्ट गराएर हो तिम्रो के पेरिस्टाल्सिस गराएर कहाँ ल्याउँछ, स्टमकमा पुऱ्याउँछ। अब हेर इलियम भनेको थाहा छ, इलियमको हामीलाई इलियमको लेमिना प्रोप्रिया र के भन्दाखेरि तिम्रो सब म्युकोजल रिजनमा के छ, त्यहाँ एउटा पियर्स प्याच भन्ने हुन्छ नि, थाहा छ नि हो, पियर्स प्याचले यिनी रिजनलाई टच गर्छ, पियर्स प्याचेस। सो यही प्याच नै के हो, तिम्रो लिम्फोइड टिस्यु हो के है, दिस इज लिम्फोइड टिस्यु है। सो के रहेछ, नोडल्स अफ लिम्फोइड टिस्यु आर फाउन्ड कहाँ, इलियम है, पियर्स प्याच भन्ने बुझ्ने है, पियर्स प्याच है इलियममा पाउँछ। एक्सन 119 मा हेर, द इन्ट्री अफ द लाइट इन अ फोटोग्राफिक क्यामेरा इज कन्ट्रोल बाई द सटर एन्ड आइरिस डायफ्राम भनेको हेर, यो चाहिँ के भन्नुभयो, इक्विभ्यालेन्ट स्ट्रक्चर भन्न खोजेको। हेर त हामीले घरतिर नर्मली हाम्रो घरमा के हुन्छ, पसल हुन्छ हो, सटर हुन्छ नि, सटरलाई हामीले के गर्छौँ, सट्टा लाग्दा के हुन्छ, पसल बन्द हुन्छ, त्यसरी बुझाउने हुन्छ। अब हेर आँखामा के हुन्छ, आँखाको सटर भनेको के हो, तिम्रो यो आइलिड हो, तिमीले आँखा के आइलिडलाई आँखा बन्द गर्दै आइलिड तिमीले बन्द गर्छौ भनेपछि के गर्छौ, तिम्रो यो आँखा बन्द हुन्छ भन्नाले तिम्रो आँखाको सटर को त, तिम्रो आइलिड के। सो सटर एन्ड द सटर र के आइलिड आर के दे आर के उनीहरूको दे आर द इक्विभ्यालेन्ट स्ट्रक्चर अफ, दे आर इक्विभ्यालेन्ट फर्म अफ इच अदर है। सटर भन्ने है क्यामेरामा तिम्रो के हुन्छ, सटर हुन्छ, आँखामा हाम्रो के हुन्छ, आइलिड हुन्छ हो। त्यस्तै हेर त फोटोग्राफी यो तिम्रो के हो, यो क्यामेराको हो, सटर भन्दाखेरि के क्यामेरामा हुन्छ है, फेरि आँखामा हुन्छ दाइ भन्नु है। सटरको इक्विभ्यालेन्ट स्ट्रक्चर चाहिँ हाम्रो आँखामा के हुन्छ, आँखा पनि एउटा के हो, लेन्स हो, कन्भेक्स लेन्स हो नि त है, बाई कन्भेक्स लेन्स, कन्भेक्स है। सो यो भनेको हाम्रो आँखामा। अब त्यस्तै हेर त आइरिस भन्ने कुरा आँखामा हुन्छ भने चाहिँ आइरिसको इक्विभ्यालेन्टमा क्यामेरामा के हुन्छ, डायफ्राम भन्ने हुन्छ है भाइ बहिनीहरू, डायफ्राम भन्ने हुन्छ है, डिआइएपिएस आरएजिएम है। सो हेर त कहाँ छ यो तिम्रो के छ, हेर त फोटोग्राफी क्यामेरा इज कन्ट्रोल बाई द सटर, हेर सटरमा के छ, सटरको आइलिड, डायफ्रामको आइरिस है। ल यो भन्नुभयो। अब 120 मा हेर, इन इसिजी वाट डज टी वेभ रिप्रेजेन्ट हुन्छ। हेर त हामीलाई के थाहा छ, हेर त इसिजीमा के हुन्छ, हाम्रो इसिजीको ग्राफ कस्तो हुन्छ भाइ बहिनीहरू, हेर त यस्तो हुन्छ, यो भयो है, ल एकछिन भयो, ल यस्तो हुन्छ, यस्तो भयो, कस्तो भयो त, यस्तो हुन्छ, ल एक टाढा नभनौँ है। सो ल हेर है, हेर त यो पी वेभ, यो क्युआरएक्स कम्प्लेक्स भन्छ, यसलाई पिक्युआरएस टी हुन्छ है। हाम्रो इसिजीको ग्राफ यस्तो हुन्छ। अब हेर है, पीले के रिप्रेजेन्ट गर्छ, एले तिम्रो एट्रियल सिस्टल भने के कन्ट्र्याक्सन, अथवा दाइ अर्को नाम पनि भनिदिनु न दाइ भन्छ भने के, अथवा के यसलाई के पनि भन्छ, डिपोलराइजेसन, किनकि त्यहाँ डिपोलराइजेसन भइसकेपछि त्यहाँ के हुन्छ, कन्ट्र्याक्सन हुन्छ है, अथवा कन्ट्र्याक्सन हुनलाई त्यहाँ डिपोलराइजेसन हुनुपर्छ है त। ल हेर अब के क्युआरएक्स कम्प्लेक्सले के देखाउँछ, क्युआरएक्स कम्प्लेक्स यसले के देखाउँछ, तिम्रो भेन्ट्रिकुलर कन्ट्र्याक्सन। अब टीले के देखाउँछ, भेन्ट्रिकुलर रिल्याक्सेसन। रिल्याक्सेसन हामीले के भन्छौँ, अर्को नाम डायस्टल भन्छ होला हो। ल यो कन्ट्र्याक्सनलाई के भने, अथवा भेन्ट्रिकुलर डिपोलराइजेसन अथवा भेन्ट्रिकुलर सिस्टोल, अथवा जे नाम पनि भन है, भेन्ट्रिकुलर कन्ट्र्याक्सन, भेन्ट्रिकुलर सिस्टोल, भेन्ट्रिकुलर डिपोलराइजेसन है, जे भन्छ भन। ल हेर त यति कुरा जानुपर्छ। यसमा एउटा भाइ बहिनी थाहा छ, यसमा एट्रियल रिल्याक्सेसन भन्ने कुरा लुकेको छ नि, यो तिम्रो टी वेभ पछाडि आउँछ है, देखिँदैन है, तर के हुन्छ, टी वेभ भन्दा पछाडि आउँछ, तर के हुन्छ, तिम्रो यो इसिजीमा देखिँदैन है त। देखिने भनेको
पी भनेको एट्रियल सिस्टोल, क्युआरएक्स कम्प्लेक्स भनेको भेन्ट्रिकुलर कन्ट्र्याक्सन है, कन्ट्र्याक्सन अफ द भेन्ट्रिकल्स, एन्ड टी वेभ रिप्रेजेन्ट्स द के भन्दाखेरि के अरे भेन्ट्रिकुलर रिल्याक्सेसन अथवा डायस्टल भन्नु पऱ्यो है। ल हेर त टी वेभले के रिप्रेजेन्ट गर्दो रहेछ, ल टी वेभले के रिप्रेजेन्ट गर्दो रहेछ भन्दाखेरि हेर त यसले रिल्याक्सेसन भन्छ, किन रिल्याक्सेसन भनेको सिस्टल भने कन्ट्र्याक्सन भइहाल्यो। सो एट्रिया होइन, एट्रियर भेन्ट्रिकल यो भनेको त जोइन्ट डायस्टल हो, यो हुँदैन। जोइन्ट डायस्टल के त, जोइन्ट डायस्टल इसिजी ग्राफमा देखिँदैन है, देखिन्छ के रिल्याक्सेसन अफ द भेन्ट्रिकल देखिन्छ है। हेर त सो यो भनेको टी वेभ। सो एन्सर के हुने भयो, यो हुने भयो है। तिम्रो के हुने भयो, भेन्ट्रिकुलर रिल्याक्सेसन सायद कति हुन्छ तिम्रो 0.3 सेकेन्ड हुन्छ होइन, तिम्रो भेन्ट्रिकुलर कन्ट्र्याक्सन चाहिँ के हुन्छ, सरी यो चाहिँ के हुन्छ 0.3 सेकेन्ड हुन्छ। अब के गर, यहाँ 0.8 माइनस गर 0.3 गर त कति आउँछ 0.5 सेकेन्ड चाहिँ के हुन्छ टी वेभ भनेको भेन्ट्रिकुलर रिल्याक्सेसन हुन्छ है। ल मेरो पोर्सन यति नै हो। अब फर्दरको लागि चाहिँ 120बाट चाहिँ राजदा हुनुहुन्छ है त।